ल्याउँदैछु म स्टार्ट भयो ल पानी ल्याउँदैछु खोइ ल्याउनु भएन स्टार्ट भइसकेको सक्छौँ के गर्दा लाल किन बाबा ल ए, मैले बोइलो गर्न नखाम भो भनेर यो उसमा हालेर भएर उसले बोइलरै हान्दियो थाल्यो ल ठिक छ ल ल युटिलिटी छैन नि त कुरामा सक्छौँ सक्छौँ दाइ भेटे पानी आउँदैन साउन्ड चाहिँ आयो ल सबिन के भन्दै थियो we are ready to go I think when we met, we were in Rizal car. Only we were talking about very city things, to be honest. I think Saksham and I both would agree on this. That was I don't know, very confusing just to conversation with Nizal Budel. Nizal Budel चाहिँ जर्मनी गइसक्नु भएको थिएन त्यति बेलासम्म. It was a little, I don't know. But that was very fun. The whole process of recording the video, that was a very different approach. I mean, that is what we were trying to do. अनि हाम्रो च्यानलको नाम चाहिँ अल्सी बट अनफिल्टर्ड हो होइन. नाम साउन्ड्स लाइक भेरी क्लिसे वाला नाम, तर यसमा अल्सी इज सक्षम अनि अनफिल्टर्ड इज मी होइन. अब तिमी चाहिँ बट हुन सक्छौ कि सक्दैनौ भन्ने कुरा हो कि गेम. के हो बट भनेको I don't know, तर हुन्छ नि. अब लेट्स स्टार्ट विथ दिस नोट होइन. मेरो नाम चाहिँ सबिन राणा भाट, तपाईँलाई थाहा नै छ. तर बेस्ट पार्ट भन्छु, एभ्री पडकास्टमा मेरो बेस्ट पार्ट, लेट्स नट कल दिस अ पडकास्ट होइन, लेट्स कल दिस कन्भर्सेसन. एभ्री कन्भर्सेसनमा, एभ्री इभेन्टमा जब मेरो साइडमा सक्षम युवाले हुन्छ तब मलाई एकदमै खुसी लाग्छ कि एउटा कुरा भन्न चाहिँ. I am Sanavat and I have with me my co-host Saksham Gewali. Wow. And two entities, one soul. के छ त सबिन राणा भाटको हल्लीचल्ली अहिले कमीको झन्डा पछाडि राख्नु भएको छ. यो के हो? यो चाहिँ मैले किरणलाई इन्ट्रोड्युस गर्न खोजेँ. किरणले चाहिँ मलाई अस्ति तपाईँ प्रिभिलेज भन्नुभयो होइन. अनि उसले मलाई के पनि भन्यो भन्दा तपाईँलाई आफूलाई पढाएको छैन, तपाईँ त्यति बेला थाहा छैन होइन. तर मैले चाहिँ के सोचेको थियो भन्दा हुनु त त्यही त हो नि. मुजी मलाई नपढेसम्म त मलाई कसरी थाहा हुन्छ त होइन र, हो कि नै? नपढे थाहा हुँदैन नि त मलाई. जस्तै तिम्रै केसमा पनि Can we talk about your therapy here, Shreyas? I think we can. तिमीलाई पनि जबसम्म थाहा थिएन कि तिमीमा केही छ, let's not say there was a problem with you, but we can say there was a problem in you. होला ल. In you. I'm not saying with you. In you भनेको with is more about you, but it is more about your body. It is mind. I understand about. Because therapy गएपछि त at least we need to differentiate, like wisdom भनेको के हो, using the right words त हो नि. Correct. Manipulationलाई तिमीले persuasion सम्म भन्न सक्यो भने पनि that's a win नि त हाम्रो लागि त, right? So तिमी पनि जाने कारण चाहिँ के थियो भन्दा you went to therapy because you realized that there was a problem in you, if I'm not wrong. Yep. I want to be very correct grammatically and politically also correct here. तर म सक्दिनँ होला र म त्यो perfectionist वाला mindset पनि जादिनँ किन भन्दा we all support therapy here and we are all trying to be good human beings. So
will let it pass, I guess. होइन Shreyas? द थिङ विथ पोलिटिकल करेक्टनेस भनेको चाहिँ के लाग्छ भने मलाई अँ, इट्स अ भेरी वोक टर्म के okay. वाट इज पोलिटिकल करेक्टनेस के कहाँबाट आयो भनेर सोच्नु त एकचोटि Political correctness भनेको चाहिँ I guess यो चाहिँ कस्तो भन्दा political correctness is not about you क्या. Political correctness is not about you. Political correctness is more about you trying to fit in. You trying to get, I guess maybe we can say validation पनि भन्न मिल्छ यसलाई. I am not getting the right word here होइन. तर this is more about अरू मान्छेहरूको rather than you. एक्ज्याक्टली यो भनेको लाइक मासलाई चाहिँ हामीले एउटै ठाउँमा कन्सन्ट्रेट गर्ने अनि त्यो सबै मासलाई चाहिँ इक्वली हामीले ट्रिट गर्न खोजे जस्तो हो कि भनेको अब एउटा ग्रुप छ अरे त्यो ग्रुपमा चाहिँ हजुरले सबैलाई इक्वली ट्रिट गर्न सक्नुहुन्न नि तर अब पोलिटिकल करेक्टनेसको मेन एजेन्डा नै सबैलाई इक्वली ट्रिट होस् सबैलाई एउटै फिल होस् भन्ने छ बट ट्रिटमा नजाउँ फिल्डमा जाउँ हामी फिल्ड मात्रै भनौँ ल बिकज ट्रिट त आई डोन्ट थिङ्क आइएम ट्राइन टु ट्रिट यु इक्वली हियर I'm just trying to make you feel like you are equal to me. And in of me trying to make you feel equal, what I'm saying is you and I are not equal. Right. You know what I'm getting? Like you're understanding me right now. Right. I know. I think the political correctness wala jun whole thing cha haina. It's like it's not political correctness कुन स्पेसमा चाहिन्छ भन्दा जुन स्पेसमा चाहिँ यु आर नट अलाउड टु बी भर्नरेबल जहाँनिर चाहिँ यु क्यान नट से थिङ्स द्याट यु रियली वान्ट टु से जस्तै एउटा एक्जाम्पलको लागि भन्दाखेरि जस्तै लेट्स से मलाई इरानलाई सपोर्ट गर्नु इज अ भेरी के भन्छ अरे एउटा कन्भेन्सनल वे अफ अहिलेको लागि होइन सबैले एक्सेप्ट गर्ने एउटा पार्ट भयो होइन तर मैले मानव युएस र इजरायल आर करेक्ट इन दिस वार भनेर भन्यो भने द्याट वुड बी मी गेटिङ रिजेक्टेड फ्रम द मास राइट द्याट वुड बी मी गेटिङ रिजेक्टेड फ्रम द मास अनि जसले गर्दा चाहिँ के हुन्छ भन्दा जस्तै मैले चाहिँ त्यो कुराहरू भन्दिनँ के जुन चाहिँ मलाई एक्चुअली फिल हुन्छ अनि हामीले चाहिँ जुन यो डिबेट्सहरू हुन्छ त्यसलाई चाहिँ हामीले कसरी ट्रिट गर्छौँ भन्दा दिस इज अ स्पेस फर एभ्री वान भनेर ट्रिट गर्छौँ तर वेन एभर अ भेरी अपोजिङ काइन्ड अफ थट अर आइडिया कम्स आउट हामीले चाहिँ त्यसलाई इमिडिएटली त रङ होस् भनेर मान्छेलाई नै क्वेसन गर्न थाल्छौँ कि त्यसमै हामी त्यस्तै सानो कन्भर्सेसन्सहरूबाट हामी यो त भेरी भेरी बिग इक्जाम्पल भयो होइन तर जस्तै तिमीलाई सानोमा तिमी के जितेर खुसी भयो भने समबडी कम्स अप टु यु एन्ड सेज यो ठुलो अचिभमेन्ट होइन किन खुसी भइरहेको हुन्छ भनेर भन्यो भने आफ्टर द्याट दोज काइन्ड अफ कन्भर्सेसन्स के भन्छ कम्पाइल र बिस्तारै के हुन्छ भने गएर यु बिकम a kind of person who is shrunk down to a person हैन जसले चाहिँ ओपनली आफ्नो कुराहरू भन्न सक्दैन के ओपन राख्न सक्दैन के इभेन्चुअली जो चाहिँ एक्चुअली कसैले स्पेस दियो भने पनि भरलेबल हुन सक्दैन के ओके सो त्यो चाहिँ हामीले मेबी when we are trying to be politically correct maybe we are I don't know, this might be a very random thing to say but maybe what if we are moving towards that direction as well maybe we are shrinking ourselves down by trying to be politically correct or we are shrinking ourselves down by not saying what we actually want to say. Let's say Sakshan Gewali has a very unpopular opinion or maybe controversial opinion funny. He says he does not, you say quote unquote,
सक्षमको वालीको ओपिनियन हो है फेरि। अब यो मुजी हेर्ने 10 जना त्यही पनि पछि गएर कतै क्लिप भाइरल भयो त भने what I want to say is यो सक्षमको ओपिनियन हो एन्ड ही क्यान ह्याभ हिज ओपिनियन्स। र त्यति बेला यसमा केस लागेछ भने म चाहिँ फर्स्टमा आउँछु, विषयमा हाल्छु म चाहिँ। के हो भन्दा उसले के भन्छ भन्दा जस्तै हाम्रो क्युमा चाहिँ वुमेन आर लाइक वुमेन स्मोक होइन, वुमेन स्मोक। ओके अनि सक्षमले चाहिँ के भनेको थियो भन्दा मेन स्मोकिङ र वुमेन म चाहिँ फेरि यसमा चाहिँ अग्री गर्दिनँ सक्षमसँग है। मलाई चाहिँ मलाई वुमेन ओके कुनै लाग्छ, मैले सक्समलाई पनि छु यो कुरा, हाम्रो धेरैजसो कुरा भइसकेको छ। तर सक्समलाई चाहिँ उसले चाहिँ के भन्नु खोज्यो भन्दा मेबी वुमेनलाई चाहिँ बढी इफेक्ट गर्छ होला स्मोक गरेर भनेर भन्नु खोजेको उसले होइन। I'll, so more is much I would like to ल come inside the पायो त्यो conversation. I heard you all. With political correctness अनि त्यसपछि मैले सबिनको कुरालाई पनि एड्रेस गर्छु। लास्टको जुन मेरो ओपिनियन मैले भन्नुपर्ने थियो तर मेरो ओपिनियन चाहिँ सबिन नै भन्यो। ओके, like with political correctness, the thing is that at the end all comes down to, do you have reasons, good reasons, facts, evidence to back it up? कसरी बुझिनँ मैले। पोलिटिकल Like, wait, let me say. जस्तै सबिनको इक्जाम्पल थियो, एउटा क्वेसन के थियो भन्दा इक्जाम्पल के थियो भन्दा सपोर्टिङ युएस एन्ड इजरायल इज अ कन्ट्रोभर्सियल ओपिनियन, सो म पोलिटिकल्ली करेक्ट भएर चाहिँ इरानको साइड दिनुपर्छ जस्तो टाइपको कुरा थियो नि। ओके 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 Okay. With as far as I have read, I have heard from multiple people, Israel and US are criminally participating in this war. Okay? So अहिले तिमीले पोलिटिकल्ली करेक्ट भएर युएस र इजरायललाई सपोर्ट गर्नु भनेको इट्स जस्ट रङ के, ब्लेटेन्टली रङ। किन यु विल नट कम अप विथ गुड facts, evidence, while the other side will come up with a better fact and evidence to support that Iran is right, just okay, in this ongoing war. Similarly, controversial opinion ma pani, you can come up with your ideas. You don't need to be you don't need to be politically correct. If you can come up with the facts, evidence, let it be let yourself be a minority, doesn't matter. If you come with the right facts, right evidence, I think you can express ideas even at this time. You don't need to be politically correct. अब अघि नै मेरो ओपिनियन जुन सबिनले भन्यो, अनि त्यसमा चाहिँ के भयो भन्दा फिमेल्स स्मोक अनि इफेक्ट चाहिँ, अनि त्यसमा चाहिँ आई हेभ रेड सम पेपर्स माइसेल्फ रेफरेन्स चाहियो। ओके, आई वुड लाइक टु रेफरेन्स अ पेपर एज मैले लिङ्कमा आउँछ युट्युबको लिङ्कमा, अनि श्रेयसमा पठाउँछु। देयर आर पेपर्स वेयर females are biologically more affected by like डाइरेक्ट स्मोकिङको पेपर थिएन, त्यो चाहिँ एल्कोहलको पेपर थियो है। सो एल्कोहलको पेपरमा के थियो भन्दा लाइक female will most likely affected only 30% more के, सेम एमाउन्ट खाइरहेछ, लाइक मानव 100 ग्राम, मेल विल बी एफेक्टेड लेस, तर फिमेल विल बी एफेक्टेड भेरी मच के, लाइक त्यो ग्याप, त्यो जति एफेक्ट भएको छ नि फिमेल, त्यति एफेक्ट हुनको लागि मेलले अझै धेरै खानुपर्ने के। सो त्यही हो, त्यही भएर चाहिँ या women smoking cigarette is only us. सो ओके लेट्स उसले चाहिँ यो भने होइन, अब हामी चाहिँ यो जस्तै सक्षमले के भन्यो भन्दा कस्तो टाइपको, अब यो चाहिँ उसले चाहिँ एउटा सिनारीमा भन्यो जहाँनिर चाहिँ पिपल आर लिसनिङ एन्ड विलिङ टु लिसन। फर मी टु पुट माई पोइन्ट्स अबाउट अ सिचुएसन, about my opinions, need to have a space to speak. First thing is यसमा अब एउटा के हुनसक्छ भन्दा maybe like not having that conversation with that person at all होइन। फर्स्ट अफ अल easiest हो त्यो त। तर
what if I am the minority, not only in the sense that my opinion is different, but in a way that society treats me as well. Let's say womenको opinions would be discarded पहिलाको टाइममा होइन, त्यहीमाथि यु आर ह्याभिङ अन एन ओपिनियन जुन चाहिँ डिफ्रेन्ट छ होइन। ओके त्यो त्यस्तो त्यस्तो केस भयो भने चाहिँ मैले भन्न खोजा, मैले पुट आउट गर्न खोजेको पोइन्ट चाहिँ के हो भन्दा, मैले आर्टिकुलेटेड राम्रोसँग, जस्तै लेट्स से कोही मान्छे आर विलिङ टु लिसन टु माई ओपिनियन्स, देन द्याट्स ओके, अनि उसले मलाई त्यही अनुसार लिन्छ भने ठिक छ होइन। यो चाहिँ मैले यो मेरो हल्का ब्याकग्राउन्ड पनि भन्छ मेरो कहाँबाट आइरहेको छ भन्दा, जस्तै कृष्णमूर्तिको एउटा टक थियो क्या, उसले टकमा चाहिँ के भन्यो उसको, अनि उसले कृष्णमूर्तिले ट्याकल गर्दा टु क्वेसन्सहरू हो नि त, अनि उसलाई एकजनाले के क्वेसन सोधेको थियो भन्दा त चेन्ज हुन्छ होला यो संसारमा, तर हाउ एम आई सपोज टु लिभ इन द वर्ल्ड वेयर ओन्ली आई एम चेन्ज्ड एन्ड एभ्रिबडी इज द सेम है। अनि अब मैले चाहिँ जस्तै हाम्रो अब चाहिँ त्यही अब इरानवाला कुरामा पनि, त्यो इरानवाला इक्जाम्पल चाहिँ हल्का एक्सट्रिमै भयो होइन, अभियसली अब त्यसलाई ब्याक गर्नलाई केही कुरा पनि छैन होला। जस्तै सक्षमले जस्तै अब यो ओपिनियन गरेर भन्यो भने चाहिँ सोसाइटीले चाहिँ, जस्तै फ्याक्ट्सै भन्यो भने पनि सक्षमले, सोसाइटीले चाहिँ इट मेबी द पिपल, इफ द अगाडिको मान्छे इज सो मच पेन्टेड, maybe like so much like has maybe the painted glasses होइन, अनि उसलाई चाहिँ त्यो यतिसम्म छ अबाउट स्युडो फेमिनिजम कि उसले सक्षमलाई चाहिँ मेबी त्यो उसले हेल्थको पर्सपेक्टिभबाट मात्रै भन्या हो भनेर चाहिँ मेबी सुन्नै चाहँदैन होला कि को ओपिनियनलाई चाहिँ त पेट्रियार्कल भएको हुनाले तैँले यसरी सोचिस् भनेर भन्छ होला कि, इभन इफ ही प्रोभाइड्स द एभिडेन्स, they will not see it as an evidence, but they will see it as a justification के तैँले आफूलाई जस्टिफाई गर्नै तैँले यो गरेर आछस् भनेर होइन, बुझ्यौ नि? अनि त्यस्तो हो नि पर्पस, जस्टिफाई गर्न त भन्ने हो नि। जस्टिफिकेसन भन्दा पनि लाइक ओके, तर जस्टिफिकेसन इन अ सेन्स जस्तै तिमीले आफ्नो मिस्टेक जस्टिफाई गरे भन्ने हुन्छ नि। ओके लेट्स से तिमीले मलाई पिट्यौ हेर है, पिट्नु इज रङ, राइट, पिट्नु योर मिस्टेक, यु जस्टिफाइङ इट बाई सेइङ आई वाज जस्ट एङ्ग्री सक्षम दाइसँग, तपाईँ अगाडि आउनु म तपाईँलाई देखेँ मैले पिटेँ, ओके यु जस्टिफाइङ द्याट इज कम्प्लिटली ओके, बट द रिजन या ओके, तर ओके यु गेट, मैले भन्नु खोजेँ बुझ्यौ नि होइन। अब यस्तो सिचुएसन्समा चाहिँ वी अफ्टन आर इन दिस काइन्ड अफ सिचुएसन्स के मैले नोटिस गरेँ, एटलिस्ट आई एम मोस्टली इन दिस काइन्ड अफ सिचुएसन्स के। अनि मैले एक्सपिरियन्स गरेको कुरा चाहिँ के हो भन्दा, कहिलेकाहीँ चाहिँ त्यो बन्चबाट चाहिँ कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ फ्याँकिँदो रहेछ कि। अनि मैले जस्तै आई बिन गोइङ टु थेरेपी फर लाइक नाउ 6 months or so होइन, अनि यो पोइन्टमा पनि मैले अझै पनि के गर्न सक्दिनँ भन्दा के गुगलै हानेको हजुर के गरेर केही न केही म यताटी राखेको छु कि हजुरको स्क्रिनलाई। तिम्रो स्क्रिन रेकर्ड हुन्छ थाहा छ नि तिमीलाई? थाहा छ, टेक्स्ट गरेर कसैलाई टेक्स्ट कहाँ गरे हो, यताटीको दुईटा स्क्रिन छ कि मेरो। ए ल ल ल भन्नु म कहाँ थियो, म थेरेपी जाँदा पनि 6 महिना हो। अनि मलाई चाहिँ अझै पनि यो कुराहरूले चाहिँ बदर गर्छ कि यो सिचुएसन कसरी डिल गर्ने हो हुन्छ नि। अनि यो प्याटर्न्सहरू हामीले सानैबाट हेरेर हो होइन, मैले चाहिँ अनि मैले चाहिँ यस्तो सिचुएसनमा गर्ने भनेको स्विङ डाउन हो कि आफूलाई नबोल्ने बरु होइन, अरू मेबी एक्सेप्ट गर्ने, अरू मेबी फिट इन। अनि मेरो अनकन्सियसली मैले के पनि गर्छु भन्दा आई ट्राई टु फिट इन क्या बरु डिरेक्टली, मैले आफूमा नोटिस गरेको कुरा चाहिँ ओके होइन। म बरु तिमीहरूको कुरामा ओपिनियनमा मानिदिन्छु, बरु मलाई यो कुरामा सोच्नु छैन जस्तो के
किनभने बिकज अफ द प्रेसर एन्ड द ओभरवेल्म होइन अनि आई वान्ट नो बोथ अफ यर ओपिनियन्स अन हाउ यु सी दिस काइन्ड अफ थिङ्स के यस्तो हो एन्ड यो अलिकति सेगवे नै लास्टै लामो भयो होइन त्यसको लागि चाहिँ सरी केटा हो तर जस्ट अब चाहिँ हामी चाहिँ आई थिङ्क वी क्यान अफिसियली गेट इन्टु इट 30 एकचोटि फेरि क्वेसन रिफ्रेम गर्दा सानोमा वाट डु यु वान्ट अस टु ह्याभ यस्तो ओपिनियन मलाई चाहिँ लागेको अब कुनै ओपिनियन आयो अदर पार्टीबाट भने अब हामीले त्यो अदर पार्टीको ओपिनियनबाट हामी कसरी डिल गर्छौँ सच द्याट कि हाम्रो उनीहरूकोसँग से अपोजिङ भ्युज छ भने अब हामी कसरी डिल गर्छौँ नो 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 there is a person who is not willing to listen to you who has a prejudice ओके सो or who has a prejudice अनि who has a very linear way of thinking about things ओके है भनेको तिमीले if you smoke you are a bad person is that true त्यो त अब ओपिनियन मुजी भन न ट्रु कि नै हुन्छ I कि नै don't know. नो नो No, ल इट्स नो नो इट्स अ नो अँ राम्रो मात्रै हुन सक्छ स्मोक गर्ने मान्छे ओके स्मोक गर्नु नराम्रो हुने त होइन नि त अँ तर somebody might think त्यो वेमा अहँ अनि त्यसपछि when you are having opinions about around those kind of things अगाडि मान्छे प्रिजुडिसले तिम्रो कुरै सुन्न खोज्दैन दे ट्राई टु अन्डरमाइन यु दे ट्राई टु आई डोन्ट नो मेबी त्यो ग्रुपबाट हुन्छ नि अब यु काइन्ड अफ फिल त्यो कन्भर्सेसनबाट चाहिँ यु स्टार्ट काइन्ड अफ फिलिङ लाइक यो त होइन क्या टाइपको एन्ड यु स्ट्रिङ योर सेल्फ डाउन ओके म बुझेँ ल देयर आर सर्टेन टाइप्स अफ कन्भर्सेसन जहाँ चाहिँ women are treated certain way and you don't want to, you have to fit in, you have to laugh, they made a joke, you have to laugh मेरो एउटा because okay, because you have to fit in, or maybe तिमीले केही certain way मा react गर्यो भने चाहिँ you will be called भाइ जोकै त हो ओके यो कसै एउटा भेरी इनअप्रोप्रिएट जोक हाने केटीको बारेमा अनि त्यसपछि युआर लाइक अब सबैजना हाँसिरहेछन् अनि तिमीले कल आउट पनि गर्नु मन लाग्छ तिमीलाई तर तिमीले कल आउट गर्यो भने चाहिँ एभ्रीबडी लाइक जोक त हो नि म चाहिँ किन सिरियस लिएको भनेर होइन अनि जोकै हो कि No. तर यस्तो हो आफ्नो आफ्नो भ्याल्युसँग फिट इन भएन एक्ज्याक्टली अब तिमीले त्यो चिज Okay, value. Okay. सो फर्स्ट अफ अल होइन इट डिपेन्ड्स अन हाउ यु आर असेम्बल्ड एज अ ग्रुप होइन बिकज अब एउटै ग्रुपमा देयर क्यान बी पिपल हु हेभ डिफ्रेन्ट भ्युज टु लाइफ होइन अभियसली भ्युज एन्ड भ्याल्युज तर अब त्यो भ्युज एन्ड भ्याल्युज हुँदा पनि इफ यु आर स्टेइङ टुगेदर द्याट्स ए प्रब्लम विथ यर ग्रुप अनेस्टली होइन किनभने अब आफूले फिट इन गर्नुको सट्टा यु सुड ट्राई टु गो टुवर्ड्स अब मैले आफ्नो भनेको आई सुड ट्राई टु गो टुवर्ड्स समबडी हु हेज सिमिलर भ्याल्युज टु माइन्ड rather than trying to change somebody into thinking the way I do होइन त बिकज सबैको अपब्रिङिङ डिफ्रेन्ट हुन्छ सबैको चाइल्डहुड डिफ्रेन्ट हुन्छ अनि अब उनीहरूको अपब्रिङिङ र उनीहरूको चाइल्डहुड एक्सपिरियन्सेस थ्रु म किन सफर गर्नु मैले उनीहरूको चाइल्डहुड एक्सपिरियन्सबाट अब उनीहरूलाई किन ब्रेक थ्रु दिलाउनु म उनीहरूको थेरापिस्ट होइन म उनीहरूको साथी हो आई वान्ट गुड कम्पनी आई वान्ट सिमिलर भ्याल्युज अब मान्छेहरूको ओपिनियन के हुन्छ भने हामीले यो दुनियाँ बदल्नु पर्छ हामीले यो मान्छेहरूलाई सबैलाई एउटै समानता जसरी सोच्ने ल्याउनु पर्छ होइन बट एट दि एन्ड सिमिलर पिपल सुड युनाइट अनि सिमिलर पिपलहरूको सिमिलर गोल्स छ भने दे सुड डु वाट एभर दे वान्ट होइन फक मेरो डुओलिङ्गो स्ट्रिक जान आँटो अनि एउटैतिर चाहिँ वर्क टुवर्ड्स गर्नु पर्यो इट इज नट लाइक कि अब तिमी सानोदेखि पुवर छौ तिमी कहाँ बसेको तिमी स्लममा बसेको थियौ अनि तिमी ठुलो भयो तिमी आयौ अनि अब तिम्रो एउटा मोटिभ छ होला होइन अनि म सपोज है
म होइन तर पनि म ओके ब्याकग्राउन्डबाट आएँ, मलाई पेरेन्ट्सहरूले माया प्यार गरेर रेज गरे, अनि त्यसपछि अब त्यो दुईटा डिफ्रेन्ट अपब्रिङिङबाट आएको मान्छेहरू छन् होइन। अब एउटाको सोच एउटा छ, अर्कोको सोच अर्को छ, दुईजना साथी भएको छन्। अब उनीहरूको अब्भियसली भ्याल्युज र कन्फ्लिक्ट होला। अब त्यो कन्फ्लिक्ट भएको भ्याल्युजहरूलाई उनीहरूले कसरी डिल गर्छन् भन्ने कुरा छ। अब रोक्छु एकछिन रोक। ओके, मैले अघि नै यो आई थिङ्क आई आन्सर दिस क्वेसन अघि नै। एउटा वुड बी लिभिङ द ग्रुप इज सेल्फ भनेर मैले भनिसकेको थिएँ। अनि जानेर चाहिँ वाट वे टकिङ अबाउट, मैले के पनि जानु खोजेँ भन्दा तिमीबाट एक्चुअल अप्रेस्ड पिपलहरू के मेबी माइनोरिटी पिपल विथ माइनोरिटी वाला ओपिनियन्स। माइनोरिटी ओपिनियन्स भने के हो? यही इक्जाम्पलमा हामी जानुपर्दा तिमीसँग चाहिँ तिम्रो क्लास नै त्यस्तै छ होइन, लेट्स से होइन, एक्सट्रिम हो। मलाई ठ्याक्कै त्यो इक्जाम्पल आएन कि त्यो हाम्रो माइनोरिटीवाला, त्यही भएर चाहिँ हामी यो यसमा गइरहेको होइन। सक्छौँ कि एड गर मुजी कति पानी खाएर बस्छ कि। मैले के एड गर्न लाग्थ्यो भन्दा अघिको कुरामा त हामी तैँले टेक इन गरिस्, मैले सेयर्स पछि भन्छु भन्नु थियो, अन्त फेरि उसलाई रोक्यो तैँले के भन्नु। जेस मैले के एड गर्न लाग्थेँ थिएँ, क्रिएट अ पर्सोना। चाहिँ मैले चाहिँ के गरेको छु भन्दा लाइक नोबडी टक्स मेरो भ्याल्यु भन्दा बाहिरको कुरा विथ अराउन्ड मी के। देयर आर पिपल हु टक सिट अबाउट समथिङ विथ सबिन है, दे आर सेम पिपल वेन दे आर अराउन्ड विथ मी, दे डोन्ट टक त्यो वाला कुरा के। They just become like, I have created a persona around them where I don't cater those type of value. Okay, somewhere maybe you might have in past maybe laughed out on such thing and they feel ki like, oh, यो सँग त मिलिहाल्छ त। तर मी पर्सनली मैले चाहिँ स्ट्रङली नै नर्मल्ली के गरेको हुन्छ भन्दा यो यस्तो बक्चोदी चाहिँ मसँग नभएर यस्तो कुरा मलाई सुन्न मन लाग्दैन, अरू डाइरेक्टली भन्नु नि परेन कि उसले त्यस्तो कुरा गरेको भने टपिकै चेन्ज गरिदियो। इट्स लाइक सफ्टली तिमीले अर्को मान्छेलाई के भन्यो भन्दाखेरि अर्को पालि त्यो मान्छेले त्यो तिमीलाई भन्नको लागि त्यसले प्रेस गर्नुपर्छ, तर तिमीले के सफ्टली नै तिमीले के ह्यान्डल गरिसक्यो कि लाइक त्यो फ्युचरमा दे विल नट ट्राई टु सो क्रिएट अ पर्सोना अराउन्ड सच पिपल कि they don't talk about त्यस्तो वाला कुरा त्यो। ओके, सो लाइक बाउन्ड्रीहरू क्रिएट गरेको। या तर मेन्टल्ली बाउन्ड्री, समटाइम्स इट्स मेन्टल बाउन्ड्री के, वेयर आई हेभन्ट सेड एनिथिङ टु एनीवन बट दे नो द्याट डोन्ट टक सच थिङ विथ मी। कति महिना भयो टेलिभिजन लाग्यो? 4 महिना 5 महिना। आई थिङ्क या। अब केटाहरूले चाहिँ मलाई मेरै प्रब्लम नै ल्याइदियो तिमीहरूले, मलाई मेरो बाउन्ड्री इस्यु लास्टमा गएर लास्टमा गएर मेरै बाउन्ड्री इस्युज रहेछ भने जस्तो भयो मलाई चाहिँ। लाग्छ कि किन भन्दा जस्तै जस्तै सक्षमसँग चाहिँ त्यही मुभीले इन्टेलेक्चुअल कुरा गरिरहेछ होइन, गर्न खोजिरहेछ भन्नु मलाई थाहा छ कि त्यो मुभी इन्टेलेक्चुअल छैन भनेर। मलाई थाहा छ, उसलाई पनि थाहा छ त्यो मुभी आउनु कि आउँदैन, मलाई थाहा छ कि त्यो भाइले बक्चोदी गर्छ, तर आई हेभ क्रिएटेड अ स्पेस वेयर दे टक त्यस्तो वाला कुरामा, वेयर दे आस्क ओपिनियन related to something, maybe they ask life advice with me, but the same person when talks with like Sabin, they are creating jokes on the topics that are not supposed to be made this time kura. मलाई चाहिँ मेबी एउटा मेबी पिपल सी मी एज सम काइन्ड अफ एउटा भेरी बक्सुअल पर्सन। मुजीलाई त जसले पनि जे भन्ने पनि हुन्छ जस्तो अस्ति यसले पनि आएर भनिदियो मलाई, यो लो के दाइ फेरि सुरु भयो भाइको। हजुर होइन कसरी लिनुहुन्छ के लाइफलाई भन्ने कुरा हो। के रे लाइफलाई कसरी लिनुहुन्छ भन्ने कुरा हो कि। इफ अब हजुरले किन हो त्यस्तो डिसअपोइन्टेड अनुहार? Like wait, Sabin, let him go that way. We have a question, you know. ल यो लोगो नजाप्नु त्यसरी।
Let's go. Let's go that path, boy. ल यस्तो हो, योलो भनेको पर्सपेक्टिभ कहाँबाट आउँछ भने Okay. वान होइन वेन स्केयर्ड होइन, मान्छेले सोच्न सक्दैन होइन, अनि म योलो माइन्डसेट हुनुभन्दा पहिला चाहिँ आई वुड गेट स्केयर्ड ओभरवेल्म्ड होइन, कि वाट सुड आई डु, म यो गर्दैछु, वुड आई गो द रङ वे, मैले यो गरेँ, मैले यो गर्दा अब यो हुन्छ कि भनेर म आउटकम्सहरू धेरै हेर्थेँ होइन, बट आउटकम्स हेर्थेँ, बट इट अल वेन्ट थ्रु माई हेड कि द आउटकम्स डिडन्ट ह्यापन नि त, इट वाजन्ट लाइक कि मैले यो आउटकमहरू सोचेँ अनि मैले यो आउटकम सोचेँ कि आउटपुट आउँछ, यो होइन नि त, इट अल वेन्ट थ्रु माई हेड। अब रियल लाइफमा मैले यो गरेको भए त्यो नहुन सक्थ्यो, बट अभियसली अब दिमागमा धेरै सोच्यो भने त्यस्तो हुन्छ। अब योलो हो कि त्यसले गर्दा जे अब योलो भनेको चाहिँ प्रायोरिटाइज योलोज भनेको चाहिँ इज लाइक द नाइसेस्ट थिङ यु क्यान डु टु यर सेल्फ भनेको, जस्ट योलो इट बट प्रायोरिटाइज गर्यो, अनि यु हेभ टु प्रायोरिटाइज अबाउट से अब म यो गर्न मेरो 4वटा टास्क छ अरे, अनि यो चाहिँ मेरो मोस्ट प्रायोरिटीमा छ, प्रायोरिटी अन द बेसिस अफ वाट यु वान्ट इन यर लाइफ। अब सपोज मेरो करियर, सपोज यो करियरमा छ अरे, अनि यो समथिङ एल्स रिलेसनसिप छ अरे, यो समथिङ होइन, अब मैले त कुनलाई चाहिँ मैले मोर प्रायोरिटी दिन्छु, अब यसलाई प्रायोरिटी दिएको छु भने अहिले एट द पोइन्ट अफ माई लाइफ आई प्रोबेबली गो विथ दिस थिङ। अब इभेन्चुअली प्रायोरिटिज चेन्ज, अनि प्रायोरिटी चेन्ज हुँदा यो लोगो पर्सपेक्टिभबाट त्यो इट वर्क्स आउट फर मी है। अब योलो इज समथिङ आई स्ट्रङली बिलिभ इन। तर लाइक प्रायोरिटिज एट द एन्ड तिमीले लाइक त्यो वाला प्रब्लम कस्तो छ भने लाइक इफ आई एम लाइक अगेन युजिङ द 4 fingers and here is career, okay, career. So with career, like with career के हुन्छ भन्दा लाइक इट इज सो अनसर्टेन नि त। Again, how did YOLO solve the prioritizing career presently? YOLOing it solve the problem of outcome के लाइक मैले यो गरेँ भने मलाई राम्रो हुन्छ, लाइक हाउ क्यान आई बी सर्टेड? ओके, सो द थिङ अबाउट राम्रो हुन्छ नराम्रो हुन्छ भन्ने इज नट वाट यु शुड एक्सपेक्ट नि त, द्याट्स वाट आई डोन्ट एक्सपेक्ट, आई जस्ट एक्सपेक्ट योलो नि त, वाट एभर आई डु इट जस्ट ह्यापन्स। ओके, बेसिकली करियरको लागि लाइक मलाई यो गर्नुपर्ने छ, लाइक यो आज यो गर्नुपर्ने छ, म गर्छु, सक्यो। You are not expecting anything. Yeah, I'm So not that is your expecting anything. Obviously, I will have expectations, but it's key. You're not bound to your expectations, or you just don't. You detach yourself from the expectations. Okay, more of like it's like you have a greater goal. So currently, you have just forgotten, or like it is in your head somewhere. So you are pursuing small wins presently. So that will eventually lead to that greater goal जस्तो। खोइ मैले बुझिनँ। भनेको जस्तै कम्पाउन्डिङ के, यु हेभ अ गोल, let's say you wanna be the greatest of all time like Ronaldo. Okay. But you cannot reach there directly, right? Right. तर जस्तै मैले दिनदिनै उसले भन्दैछ दिनदिनै म त रोनाल्डो जस्तो, तर गाह्रो भयो यार रोनाल्डो जस्तो हुँदा, रोनाल्डो तर fucking you go to the ground, you just hit that ball today 100 times, fine, over। तिमीले चाहिँ आज ल 100 हाने भन्दा म रोनाल्डो हुन्छु भनेर सोध्दैनौ, अर्को दिन जान्छौ 100 हान्छौ, रमाइलो भइरहेछ। सो इभेन्चुअली यु बिकम रोनाल्डो, बट तिमीले हरेक दिन चाहिँ रोनाल्डो सोध्दैनौ के, तिमी सक्सेस नै सोध्छौ। आई मिन मैले कम्पाउन्डिङ वाला कुरा गरे चाहिँ होइन, तर स्टिल वाट एभर अब त्यो आफूले एड्याप्ट गर्न पायो। मलाई यो दिनै रोनाल्डो हुन्छु कि हुँदिन भनेर सोच्ने वाला चाहिँ आई थिङ्क मलाई नै भने हो कि ठिकै। म पनि बिस्तारै जर्नल लाइक ओके ल यसमा चाहिँ हामी मेरो दिमागमा सधैँ के क्वेसन थियो भन्दा लाइक
लाइक अगेन लाइक श्रेयसलाई योलोवालामा कुरामा सबिनको र मेरो एउटा हल्का डिस्कसन भइरहेको थियो कि अनि मैले चाहिँ श्रेयस भाइ योलो हो लाइक हि इज चिल लाइक हि इज डुइङ भन्नु थियो तर देयर इज टु स्पेक्ट्रम अफ श्रेयस to be duality. Okay. देयर आर टु स्पेक्ट्रम अफ श्रेयस नि त one spectrum is YOLO and another spectrum is therapy like he has something like त्यही भएर he goes therapy नि त so how is this like normally like मेरो दिमागमा चाहिँ with मैले सोच्दाखेरि you are going therapy because there are some issues yeah, okay. with with is मलाई नर्मली चाहिँ लाइक ल मलाई ओभर थिङ्किङ भइरहेछ भने आई कान्ट डु द्याट योलो पार्ट नि त सो you can show it okay thank you so how is this अनि मैले चाहिँ के भन्थेँ भन्दा इट्स श्रेयस हि क्यान डु इट जस्तो तर विथ सबिन उसले के भन्यो भन्दाखेरि होइन हि हेज टु इट इज जस्ट लाइक माथिबाट देखाउने कुरा तल चाहिँ हि इज त्यस लाइक एफेक्टेड बट फर मी इट्स मोर लाइक होइन मैले पनि त्यसपछि के क्वेसन गरेँ भन्दाखेरि ओके देयर आर टु स्पेक्ट एन्ड हाउ इज हि ह्यान्डलिङ टाइपको कुरा कि लाइक थेरेपी यस्तो हो there are different parts to my life नि त it's not just कि अब म YOLO भनेको चाहिँ I am YOLO for some parts of my life यतिको होला अनि some parts of my life I'm still dealing with होइन त्यही अब जस्तो I could be YOLO for my health relationship my career yada 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 होइन but then there could be some part of me that is still dealing with problems with anxiety and all अहिले त अब मेरो एङ्जाइटी छ होइन इस्यु सो अब एङ्जाइटीको इस्यु इज अब त्यसको मेन रुट कज भन्ने छ अब त्यो रुट कज भनेको चाहिँ अब यो पार्टमा छ अनि योलो इज फर दिस मच अब मैले यसलाई पनि डिल गरेर मैले योलोमा ल्याउन सकेँ भने इट विल बी बेटर फर मी अनि थेरेपी भनेको मेरो त्यही हो कि गोल मेन चाहिँ to get YOLO for that. If I could get YOLO, म त omnipotent हुन थाल्छु त्यही हो तर क्वेसन इज त्यही नि त लाइक त्यही के क्वेसन भयो भन्दा वाइ इज द्याट पार्ट नट एफेक्टिङ योलो पार्ट के नर्मल्ली मी विथ सबिन सो वी आर आस्किङ द्याट के विथ मी सबिन इज लाइक हाम्रो यो पार्ट हल्लियो भने एभ्रिथिङ अदर गोज डाउन हिल के लाइक मलाई आज ओभर थिङ्किङ भयो भने म दिनभरि नै सुत्दिन्छु क्या बुझ्यौ कि नै आई कान्ट कोड अब पढ्ने त्यस्तो कुरा के नर्मल्ली फर मी रिडिङ इज द एक्टिभिटी द्याट सेटल्स एभ्रिथिङ फर मी के लाइक मैले पढिरहेको छु भने आई एम डुइङ गुड इन माई लाइफ तर मलाई लाइक ओभर थिङ्किङ भयो भने आई कान्ट डु द्याट पार्ट ओन्ली के द्याट वाट मेक्स द्याट माई लाइफ योलो ओके For me, my life being YOLO is mostly about reading नयाँ ideas, playing with good ideas in my head. म हिँड्दा पनि लाइक सोचिरहेको छु ओहो यो लाइक यो यस्तो तर दिस पार्ट जुन भन्यो नि देयर इज अ पार्ट फर यु कि यु आर सेपरेटिङ हाउ आर यु सेपरेटिङ किनभने फर मी इट मर्जेस के यो कुरा के भयो भने इट मर्जेस डाउन इट एफेक्ट्स माई योलो पार्ट सो हाउ डज द्याट ह्यापन एड गर्छु ल जस्तै यसरी यो जस्तै सक्षमकै क्वेसन हो भने उसको कुरा त्यस्तो रहेछ होइन मेरो चाहिँ कस्तो हुन्छ भन्दा मैले नोटिस गराएको कि मैले क्लासमा कहिले पनि सुन्न सक्थिनँ कि सरले पढाएको अनि मलाई के लाग्थ्यो त सरै सुत्यो हो जस्तो लाग्थ्यो कि अनि मोस्ट अफ द टाइम होला पनि कि मुन्जीहरू होइन नर्मली मैले पछि पछि के रियलाइज गर्दै गएँ भन्दा सरले पढाउनु नपढाउनु छुट्टै कुरा हो कि राम्रो नराम्रो पढाउनु तर आई कुडन्ट लेट्स चाहिँ कुनै कुनै कुराहरू बिचबाट सुनेर नि त बुझ्न सकिन्छ नि त तर मैले चाहिँ बिचमा पढ्दै सोच्थेँ अब यति कुरा छुटिसक्यो छोडिदिन्छु भनेर हल्लै गर्थेँ कि अर त्यसले पढाउँदा पढाउँदा वाट आई हेभ इन माई माइन्ड इज यो मुजीलाई केही नै आउनु यसले मलाई केही नै सिकाउन सक्दैन त्यही भएर म सुन्दिनँ किन तर त्यो ब्याक अफ द हेडमा द्याट वाज नट द एक्चुअल थिङ द्याट वाज गोइङ अन के ब्याक अफ द हेडमा इट वाज एङ्जाइटी अबाउट के कुरा भन्दा
मैले यसले भनेको कुरा सुने र मैले यसले भनेको कुरा बुझ्न सकिनँ भने मैले आफूलाई के भयो आफूलाई पनि के थाहा पाउँछु भन्दा मलाई कुरा आउँदो रहेछ, मलाई जीवनमा सबै कुरा आउँदो रहेछ, म पर्फेक्ट रहन्छु भनेर मलाई थाहा हुन्छ। त्यसपछि मैले सुन्न सक्दिनँ, त्यही भएर म सुन्दिनँ। यो एउटा भयो होइन। जस्तै एङ्जाइटीकै बारेमा पनि मलाई पनि केही ओभर थिङ्किङ भयो भने म 5th सेमको इक्जाममा म ओभर थिङ्किङले गर्दा पढ्नै सक्दिनँ। उठ्ने ओभर थिङ्क गर्ने, 1 सर्ट रुने, एन्ड देन सक्छ म आउँछु र तिम्रो रुम भन्ने, अनि सक्छ म जाने। उनीहरू पनि पढ्थ्यौँ दुईजना होइन, त्यसरी गर्दा हो भने। अनि त्यो पार्टमा पनि कस्तो भयो भन्दा जस्तै तिमीले भन्यौ जस्तै पढाइ त पढाइमा त केही इफेक्ट नहुनुपर्ने हो नि त, तर पढ्ने पार्टमा पनि मेरो कसरी इफेक्ट गर्छ भन्दा पढ्ने पार्टमा पनि मलाई सबै कुरा फिगर आउट हुनुपर्छ सुरुमा। जस्तै मेरो पर्फेक्सनिजम हो भने सबै कुरा पहिला फिगर आउट हुनु पर्यो, के पढ्ने, कसरी पढ्ने, यो पर्टिकुलर रिसोर्स, अनि यसको पनि यो डेप्थसम्म जानु पर्यो। जस्तै एउटा अस्ति हामीले जोक हान्न आएको थियौँ कि कम्पाइलरको एक्जाम थियो, अनि कम्पाइलर पढ्न लागि त हामीलाई अपरेटिङ सिस्टम आउनु पर्यो। अब अपरेटिङ सिस्टम राम्रोसँग जानलाई हामीलाई ट्रान्जिस्टर्स आउनु पर्यो, ट्रान्जिस्टर्स राम्रोसँग पढ्नलाई हामीलाई क्वान्टम आउनु पर्यो, अब क्वान्टम क्वाजन्सहरू यताउता आउनु पर्यो, इलेक्ट्रोन्सहरू आउनु पर्यो। त्यो भएपछि हामी के गरौँ भन्दा क्वान्टम मेकानिक्सबाट पढ्न सुरु गरौँ भनेर कस्मिक र म जोक गरिरहेको थियौँ कि हो त्यस्तै हुन्छ कि मलाई चाहिँ लाइक हुन्छ नि यो बेसिक्स क्लियर हुनुपर्छ, पर्फेक्टली पढ्नुपर्छ। सो यो पुरै प्याटर्न्सहरू मेरो सबै लाइफमै देखिन्छ कि द्याट इज हाउ आई सी माई लाइफ होइन। त्यही भएर म थेरेपी गएको कारण पनि के हो त्यही हो, किन भन्दा मेरो सबै कुरामै मेनिफेस्ट हुन्छ त्यो कुराहरू होइन। अनि मैले त्यसरी नै तिम्रो एन्जाइटी चाहिँ यो कुराहरूमा कसरी मेनिफेस्ट भइरहेको छैन कि सो यस्तो छ मेरो एङ्जाइटी भनेको इट्स भेरी मच अनरिलेटेड टु माई एकाडेमिक्स होइन। भनेको एकाडेमिकली जुन एङ्जाइटी हुन्छ मेरो त्यो एङ्जाइटी नै होइन। मेरो भनेको चाहिँ अब ओभर थिङ्किङ इन द सेन्स अब समथिङ एल्स हो, एउटा टपिक छ, आई विल नट टेल होइन अभियसली, तर जे होस् आई ओभर थिङ्क अबाउट समथिङ होइन। तर अब त्यो भनेको चाहिँ मेरो एकाडेमिक्ससँग रिलेट हुँदैन। बट मैले अघि सबिन दादाले दिएको एक्जाम्पल त्यो ट्रान्जिस्टर एन्ड अल, आई थिङ्क आई हेभ द्याट टु किनभने क्लासमा चाहिँ पढाउँदाखेरि अब जब पढाउँदै जान्छन् लास्टतिर चाहिँ थिङ्स गेट भेरी एब्स्ट्र्याक्ट नि त। अनि योले गर्दा यो भयो, यसले गर्दा यो भयो एन्ड अल। अनि त्यो जुन यो लेयर्स अफ एब्स्ट्र्याक्सन इन्ट्रोड्युस गर्छन् त्यसले मेरो कन्फ्युजन क्रिएट गर्छ कि निकै। अनि अब त्यो लेयर्स अफ एब्स्ट्र्याक्सनले कन्फ्युजन क्रिएट गरे पनि क्लासमा चाहिँ म भुत्रो नि बुझ्दिनँ अब त्यसले गर्दा। अनि आई जस्ट गिभ अप क्लासमा चाहिँ, ल सर पढाउनु म सुन्दिनँ टाइपको होइन। अब बट देन त्यसलाई चाहिँ च्यालेन्ज गर्न चाहिँ अब म पढ्छु जस्ट बिफोर ह्यान्ड एक्जामभन्दा पहिला म क्लास 12देखि जे पढ्नु पर्थ्यो त्यो सबै पढिदिन्छु। अनि सो द्याट कि अब मेरो एङ्जाइटी नि डिल हुन्छ, किनभने अब मलाई यो पहिलादेखिको कुरा थाहा भयो भने ए ओके ल यो 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 दिस इज हाउ इट रिलेट्स होइन। सो द्याट कि अब ओभर वर्किङले त्यो एङ्जाइटी डिल भयो जस्तो लाग्यो। बट अब यो प्रोबेबली सल्युसन त होइन नि त। आम जस्ट ओभर वर्किङ माई एङ्जाइटी सो द्याट कि ल अब यो ओभरवर्क गरेपछि एङ्जाइटी त सल्भ भयो, बट जहिले ओभरवर्क गर्न सकिँदैन, इट विल फकिङ प्रोबेबली आल बर्न आउट होइन। तर अब हु केयर्स, अहिले अब योलो भनेर गर्दैछु म होइन, किनभने आई ओन्ली लिभ वन्स, हु केयर्स, बर्न आउट भयो नि आई विल डु समथिङ एल्स भनेर हो होइन। आई डोन्ट सी माइसेल्फ इन द फ्युचर विथ द सेम होइन विथ समथिङ बाई डुइङ योलो अभियसली, किनभने योलो भनेको not seeing yourself in the future and doing what yourself calls to you के भनेको। म योलो गर्दैछु इन द सेन्स कि अब एक्जामभन्दा अगाडि एक दिन मात्र पहिला पढ्नु, एक दिन पहिला पढेर जानु भनेको पनि इज अ सेन्स अफ योलो नि त। किनभने अब आई डोन्ट नो अब के हुन्छ आउटकम, म चाहिँ जति सक्छु पढ्छु भनेर पढेर गएको हो नि त एक्जामभन्दा एक दिन पहिला पढेको त। तर मैले अस्ति सक्षमलाई यही कुरा भनेको थिएँ होइन, द योलो र मैले यो एकदमै ब्रिफली पढेको कुरा हो होइन। योलो वाज मोर अफ अ भेरी एक्सट्रिमिस्टवाला आइडिया होइन मैले पढेसम्म। योलो लाइक यु ओन्ली लिभ वन्स, सो आज पैसा उडाइदिउँ, क्या इन्भेस्ट गर्नु पऱ्यो, किन पढ्नु पऱ्यो, मलाई आज पार्टी हान्न मन लाग्यो गइदिन्छु, आज मलाई ल म फेरि दिमाग आएर छ। सो बेसिकली त्यही होइन।
अनि वाट एभर ट्राइन से इज जस्तो तिमीले के भन्यो भन्दा म जति सक्छु त्यति गर्छु अहिले भनेर भने द्याट इज अ भेरी एक्जिस्टेन्सियलिस्ट वाला आइडिया अफ लिभिङ लाइफ नि त रादर देन योलो काइन्ड अफ लिभिङ लाइफ सो लाइक यसमा चाहिँ लाइक हामी नयाँ टपिकमा नजाउँ स्टिल मैले चाहिँ एन्सर पाएँ हजुरको मैले बिर्सेँ क्वेसन के सबिन दादाको सुने थिएँ भन्नु त सबैलाई सक्षम आन्सर गर्नु सक्षम दादाको चाहिँ भन्नु सो हाउ इज दिस पार्ट नट हो त्यही मैले भने त इट्स लाइक सेपरेट हो नि त मेरो कन्सर्नहरू तर लाइक एट द एन्ड इफेक्ट समाउ हुनुपर्ने भन्ने हो होइन भनिरहेको छ उसले भन्यो त लाइक he also wants it होइन he also wants to like to read through the abstraction अनि उसले चाहिँ ओभर त्यो त सेकेन्ड कुरा हो कि तेरो कुरालाई एन्सर गर्यो लाइक माई थिङ इज लाइक तिम्रो लाइक डिफ्रेन्ट कुराले एन्जाइटी आइरहेछ एट द एन्ड इट इज समवेयर इट इज म्यानिफेस्टिङ इन यर फिजिकल बडी नि त मेरो आन्सर मेरो क्वेसन नि हो कि बुझेनौ समवेयर तिमीलाई एन्जाइटी ओभर थिङ्किङ भइरहेछ अन्त यही ब्रेनमा भइरहेछ फर्स्ट हाफमा चाहिँ तिमी यही ब्रेनले गर्दा तिमीलाई चाहिँ अनसर्टेनिटी या उस भइरहेछ तर सेकेन्ड हाफमा चाहिँ ल पढाइको कुरामा चाहिँ हाउ क्यान यु लिभ अल दोज पार्ट के बिकज इट इज ह्यापनिङ इन द सेम फकिङ बडी त बुझेनौ मलाई एउटा क्रेजी एक्जाम्पल आयो कि जस्तै मेरो हार्डवेयर फक्टअप छ होइन हार्डवेयर फक्टअप छ मेरो ब्राउजरलाई मात्रै कसरी इफेक्ट गरिरहेको छ कि त्यसले मेरो किटीलाई चाहिँ केही पनि गरेको छैन उसले ब्राउजर गाडे हान्थ्यो किटी चाहिँ क्रेजी चलिरहेको छ So that's okay. That's the perfect reference. Okay. You know, so are you creating two VMs? VMs virtualization चलिरहेको छ कि मुजी भित्रै तर एट द एन्ड त्यो पनि त त्यही हार्डवेयरकै माथि बनाउने हो कि चाहिँ तिमीले रियलाइज नगरे हो कि किटीलाई पनि इफेक्ट गरिरहेछ अहिले चलिरहेछ किटी चलिरहेको भनेर छोड्या पो हो कि अर मेबी यु हेभन्ट रियलाइज कि इट इज अल्सो इफेक्टिङ किटी भनेर लेट्स थिङ्क अबाउट इट है सो पहिलादेखि जाउँ म कसरी मेरो एकाडेमिक्स कस्तो थियो म कसरी ग्रो अप भएमा जाउँ है त सो लाइक एकाडेमिक्सलाई मात्रै नलिउँ न मेरो लाइफकै भनिरहेको छु कि ल जेनरल लाइफ नै लिउँ न त सो किन भन्दा लाइक जब पनि तिमी हामीसँग भेट्छौ यु जस्ट सिम ह्याप्पी के अनि म सोध्छु थेरापी जान्छु भन्छ सबै हाँसेर भेट्दा कहिले त दुःख भयो त्यस्तो बुझेनौ or you are showing that part towards world कि you are hiding something पक्षमा डाइकोटोमीमा केमा भएको भन्दा एउटा मुसी थेरापी जान्छु भन्छ सधैँ अर्को मुसी थेरापी जान्छु भन्छ सधैँ मसँग एप हुन्छ या इभल र गुड वाला भयो कि क्या हो ल बाबु ल यस्तो हो आई डोन्ट नो कि आई अनेस्टली डोन्ट नो ल आई डोन्ट नो वाइ एम ह्याप्पी probably because I am content in my whatever I do right now होइन because I probably wouldn't be content with myself if I weren't doing something like अब मेरो अहिले म केही न केही काम नगरिरहेको भए भनेको अब करेन्टली यो काम गर्दैछु होइन अब म त्यो काम नपाएको भए आई वुड बी डिस्कन्टेन्ट विथ माइसेल्फ अनि मेरो एउटा कोपिङ मेकानिजम नि हुन्न थियो होला अब मेरो कोपै मेरो काम भयो होला सो बेसिकली यु आर नट डुइङ YOLO एक्सेप्ट इट्स श्रेयस हैन यो स्टिल डज नट आन्सर द क्वेशन बिकज तिमीले काम गरेर छौ बुझ्यौ हैन पर्पज बुझि हामीले बुझ्यौँ के हामीले भनेको गर्छु कहिलेकाहीँ काम हामीले नि हामी पनि गर्छौँ हामी तर यो भनेको के भन्दा काम गर्दाखेरि त प्याटर्न्सहरू देखिने हो नि त बाबु काम गर्ने बेलामा नि देखिन्छ तमुजीलाई सबै कुरा त आउँदैन होला संसारको एक्ज्याक्टली हो अब त्यसमा त एङ्जाइटी देखिन्छ होला त्यो देखिन्छ कि हो हेर्नु कामको एङ्जाइटी कस्तो हुन्छ भने इफ आई डोन्ट अन्डरस्ट्यान्ड समथिङ होइन मेरो सुरुमा त्यस्तै थियो एङ्जाइटी कि ल मलाई यो आएन यो त कत्रो ठुलो प्रब्लम हो आई क्यान्ट डिल विथ दिस भनेर म काम छोडिदिन्थेँ अनि म छोड्थेँ एक हप्ता जति छोड्यो अनि ला अब डर लाग्यो मलाई ला अब मैले काम गरेको छुइनँ होइन
अनि त्यसपछि ल लेट्स स्टार्ट विथ समथिङ सानो होइन अनि आई जस्ट स्टार्ट विथ समथिङ लाइक फकिङ यत्रो ठुलो प्रब्लम थियो आई जस्ट स्टार्ट विथ मेकिङ अ स्ट्रक्ट ल यो स्ट्रक्ट बनाउँछु म आज अनि आई मेक अ स्ट्रक्ट ल स्ट्रक्ट बनाएँ अब यसो कमेन्टहरू लेख्छु ल कमेन्ट लेख्छु म के गर्नु छ अनि बेयर बोन्सबाट सानो सानो गर्दै गएर ठुलो प्रब्लम सल्भ हुन्छ अब त्यही हो एट दि एन्ड अफ द डे स्टिल लाइक अब लाइक जुन अघि नै हामी कुरामा गइरहेको थियौँ नि तिमीलाई थाहा छैन लाइक यो पार्टले यो पार्ट किन एफेक्ट गरिरहेको मलाई के थाहा म खुसी छु मलाई के थाहा बेसिकली यु हेभन्ट थट अबाउट इट आई हेभन्ट थट आई डोन्ट गिभ टु थट्स खै थाहा छैन अहिलेसम्म चाहिँ मलाई चाहिँ के लाग्छ नाइस इट इज गुड फर हिम कि हि हेजन्ट थट अबाउट इट के लेट्स लिभ हिम सरी त्यो पनि हो मलाई के लाग्छ भन्दा हि डज नट नो जस्तो पनि लाग्छ कि भन्दाखेरि आई डोन्ट नो Look, I doesn't might know fucking what. I might fucking kill myself, होइन I might not, but who cares, bro? YOLO, के No, but your answer solves एकैछिन the एकैछिन problem of एकैछिन युट्युबलाई म भन्छु आई विल नट किल माइ सेल्फ प्लिज इफ यु आर कन्सर्न विथ किलिङ यर सेल्फ सुसाइड हेल्पलाइनलाई कल गर्नु यु सुड टेक केयर अफ यर सेल्फ मलाई कल गर्दा हुन्छ 9824552227 वेट मसँग सुसाइड हेल्पलाइनको नम्बरै छ ए मसँग पनि थियो म नम्बर तल पनि हालिदिन्छु होइन अनि नेसनल सुसाइड प्रिभेन्सन हेल्पलाइनलाई चाहिँ 1166 आई रिपिट 1166 आई रिपिट 1166 ओ केटाहरू तिमीले 11 बनाऊ म 6 उस बनाऊ त तिमीले 11 बनाऊ श्रेयस सक्षमले 6 देखाऊ सक्षमले 6 देखाऊ सक्षमले 6 देखाऊ सक्षम ओ 1166 मा कल गरेर चाहिँ यु क्यान लाइक अनि फेरि म पनि सुसाइडल भएर थाहा भयो होइन मलाई फेरि मुजी म पनि सुसाइडल छैन गाइस चिल वाट्सएपमा चाहिँ त्यो काउन्सिलिङको लागि हो भने हो मेरो पनि त्यही थियो अनि कोही स्टुडेन्ट छ भने प्लिज गो टु साइकियाट्री डिपार्टमेन्ट धुलीखेल हस्पिटल ब्रिलियन्ट पिपल अल्सो मनका कुरा आई स्ट्रङली रिकमेन्ड यु सिबिटी गर्नु मन छ इनर चाइल्ड वर्क गर्नु मन छ भने like everything there are like trauma child everything they will treat with everything can be dealt with don't worry life is good YOLO okay so guys okay you haven't thought about it okay yeah so the solution is maybe you like solution bhanda pani or what I have inferred already from both of you is it's more like you get affected. I think you are a human. You are supposed to get affected. अनि मैले पनि यो कता पनि सुनेको हो कि इट्स नर्मल टु हेभ आउट अफ 7 days 2 days ब्याड के इन अ विक द्याट्स ह्युमन अरे के तर इफ यु आर ह्याभिङ 5 or 6 days ब्याड देन यु हेभ टु सिक सम हेल्प मेडिकल हेल्प. But if you are having 2 days back where you are overthinking or you haven't slept properly, it's fine. It's more important that you come back to the thing that you need to do or you want to do just to put up bio. So, like Shreyas, okay, there is a big problem. He faces a issue. अनि एक हप्तासम्म काम गरेन, he comes back, we think about, he breaks down into dynamically into a small problem, solve that problem, and he fairy solve that problem, and YOLO's the life, and he gets the bigger problem solved. मेरो लागि चाहिँ it hasn't really like worked out होइन त्यो उयोमा चाहिँ स्टिल वर्क्स आउट इन सम प्रब्लम्स यो चाहिँ मेरो लागि कस्तो सिचुएसनमा वर्कआउट गर्छ भन्दा गोल्डी लक्स रुल हुन्छ नि त्यो वाला सिचुएसनमा चाहिँ इट वर्क्स आउट फाइन होइन तर इफ द प्रब्लम इज भेरी बिग होइन एन्ड त्यो सिचुएसनमा चाहिँ मेबी इट डज नट रियली वर्क फर मी अनि त्यो सिचुएसनमा चाहिँ मेबी देयर आर अदर थिङ्स मेबी द्याट आई सुड बी लुकिङ टु अनि मैले प्याटर्न्सहरू चाहिँ मैले त्यति बेला देख्छु. ओके गाइजहरू बत्ती जाँदा के गर्नुहुन्छ? इट इज अ भेरी इम्पोर्टेन्ट क्वेसन. ल बत्ती जाँदा चाहिँ पहिला चाहिँ युज टु जस्तै यो पनि एउटा यस्तो ल I was having a very rough patch for a year or for an year नै I would say fourth semester was my surgery. हाम्रो पहिलाको फागुन भने हाम्रो फोर्थको एक्जाम आयो त्यही सक्छ फोर्थको त्यही एक्सेप्ट गरौँ न
जस्तै माघ फागुनतिर चाहिँ त्यहाँदेखि त्योभन्दा पनि पहिलाको दसैँ नै भनौँ, पहिलाको दसैँदेखि नै आई वाज ह्याभिङ अ भेरी रफ प्याच लाइफमा ड्यु टु भेरियस रिजन्स होइन, भेरियस रिजन्स इट गट वर्स ड्युरिङ मेरो चैत फागुन चैत, इट गट अझै वर्स ड्युरिङ माई 5th सेमेस्टरको इक्जाम होइन। अनि त्यति बेला चाहिँ आई वाज नट एबल टु वर्क एट अल। त्यो बेलामा चाहिँ आई टु थिङ्क इज सुत्दिने हुनु चाहिँ त्यो अल्छीवाला के डिप्रेस्डवाला, त्यो टाइममा चाहिँ मैले बत्ती गयो भने म चाहिँ सुत्दिने अर मेबी केही हुन्छ नि, ओहो गर्नु परेन काम, मैले गिल्टी फिल गर्नु परेन भनेर सोच्थेँ कि बत्ती आएर मैले केही गरेर छैन भने मैले त गिल्टी फिल गर्नु पर्यो, किन भन्दा मैले काम गरिरहेको छैन, बत्ती आउँदा पनि मसँग सबै आउँदा पछि बत्ती नै छैन म किन गिल्टी फिल गर्ने भने जस्तो हुन्थ्यो कि। तर एज आई वर्क थ्रु माई एङ्जाइटी इट फिल्स लाइक ओके मसँग डाउनलोडेड बुक्सहरू छ यताउता छ, आई रिड दोज बुक्स इन अल द्याट सिट, त्यही गर्छु म चाहिँ। यो चाहिँ हल्का लेङ्थी आन्सर भयो तर आई वान्टेड टु गिभ द कन्टेक्स्ट। सेम फर मी, लाइक मैले पनि के किताब पढ्छु कि सोध्छु, सो डिपेन्डिङ अपन सिचुएसन के छ। अब नर्मली चाहिँ अब म उस छ भने के भन्छ म खाना खान गएको छु भने अनि लाइन गएको छ भने उतैतिर साथीहरूसँग चाहिँ खाना गइदिने, अनि अनगिल्टी फिल गर्ने काम गर्न परेन भनेर। कोही कोड गर्नुहुन्न ल, कोड गर्नुहुन्न म त ऱ्यान्डम सिट कोड गर्छु, कस्तो रमाइलो लाग्छ। ऱ्यान्डम सिट कोड गर्ने भनेको लाइक डिफाइन, लाइक हेल्प मी कोड गर्ने व्हाट इज ऱ्यान्डम सिट, लाइक भन्नाले व्हाट इज ऱ्यान्डम सिट समथिङ आई हेभ बिन इन्ट्रेस्टेड इन वाज कम्पाइलर्स। सो मैले पहिला चाहिँ ऱ्यान्डम पार्स ट्रीहरू जेनेरेट गर्ने कोड गर्ने त्यस्तै बस्थेँ। अनि अहिले भर्खर म ग्राफिक्सहरू इन्ट्रेस्टिङ लागेको थियो, काम नि त्यसकै थियो, सो ल अब ग्राफिक्स इन्जिन बनाऊँ भनेर यसै ऱ्यान्डम बुलसिट गर्दै बस्छु। बत्ती जान्छ अर मेबी बिहान उठे अल्छी लागिरहेछ भने कोड गरेर So with you it's so easy, like you make it so easy for me, like so you are the only people I have made like throughout, like मैले आशिष थापा दाइलाई भेटेँ होइन, सो मैले अरूलाई तारिफ गर्दा पनि तिम्रो तारिफ गर्ने कुरा के हो भन्दा जस्ट यु मेक कोडिङ सो इजी के, लाइक नर्मली मेरो अराउन्ड जो पनि छन् नि दे मेक कोडिङ टफ भन्नाले इट इज अ टास्क, बुझ्नु न, tasks that needs to be done for job जस्तो के, but for you it's more like I want to do it because I want to do it, मलाई मन छ म गर्छु। तर मेरो वरिपरि जतिजना छन् इट्स मोर लाइक कि हामीलाई राम्रो जागिर चाहिएको छ त्यही भएर हामीलाई गर्नु मन छ, देयर आर खै लाइक प्रब्लम्स यु, इट्स मोर लाइक फर यु, मैले तिमीबाट सुन्दाखेरि इट्स मोर फर यु लाइक प्रब्लम सल्भिङ that you enjoy, तर normally मेरो वरिपरि people are not solving problem or भनौँ कि like so that mindset तो भन्नाले how does it happen के like ओके ल अब मेरो मनपर्ने ओपिनियनहरू आउन थाले। सो यस्तो छ कि द थिङ विथ अहिलेको करेन्ट सोसाइटल नर्म्स र सोसाइटल थिङ्किङ चाहिँ के छ भने मान्छेहरूलाई के लाग्छ भने यु हेभ टु क्रिएट भ्याल्यु टु योर सेल्फ होइन, यु हेभ टु बी लाइक यु हेभ टु गिभ भ्याल्यु टु योर सेल्फ, अनि एट द एन्ड अफ द डे यु बिकम द मास्टर, यु बिकम द किङ होइन। बट इफ यु थिङ्क अबाउट इट होइन कि हामी त मुजी सेल त हो रन्डी, हामी के हो र होइन, हामी भनेको एज अ होल हामीले सेल्सहरूले पनि सेल्समा कन्सियसनेस थियो भने सेल्सले आफूलाई मल्टिप्लाई गर्ने अनि आफ्नो ग्रेटर गुडको लागि टुवर्ड्स गोलमा जाने हो नि त उनीहरूको मेन गोल त। अब हामी एज ह्युमन्स वाइ डोन्ट वी लुक एट लाइक ह्युमनको सोसाइटल निड्स एन्ड वर्क टुवर्ड्स इट, होइन मुजी इगो हेर्छन् रन्डी म ठुलो तँभन्दा एडनल। अब why does Elon fucking Musk need $20 billion? Bullshit. Annual. हजुर इगो हेर्छन् मुजी एनुअल रे के भने इलोन मस्क म के बोल्यो भनेको यार
इलन मस्क बुलशिट कि अब हेर्नु है उसले सक्ने प्रब्लम सल्भ गर्न सक्छ बट प्रोबेबली हि वोन्ट वाइ किनभने उसलाई चाहिएको छ सेटिस्फ्याक्सन टु हिमसेल्फ होइन बट वाट्स द पर्पस इफ नट फर द ग्रेटर गुड अफ सोसाइटी नाइस ओके के हो त यो लाइक मान्छेहरूको अहिले पर्पस के भएको छ भने वी वान्ट टु क्रिएट भ्याल्यु टु आवर सेल्फ्स त्यो होइन तर अब यस्तो हो मनी चाहिन्छ अभियसली मनी बिना मान्छे बाँच्न सक्दैन कि यो दुनियाँमा चाहिँ इन अ पर्फेक्ट वर्ल्ड हामी सेल्फ सफिसियन्ट हुनुपर्छ तर अब सेल्फ सफिसियन्ट होइन्न अनि त्यसले गर्दा त ट्रेड आएको हो नि अभियसली अब अब सेल्फ सफिसियन्सी मान्छेहरूलाई किन चाहिन्छ भन्दा इफ युआर नट सेल्फ सफिसियन्ट मान्छेले कन्ट्रोल लुज गर्छ आफ्नो होइन कि कन्ट्रोल ओभर अ टेरिटरी कन्ट्रोल ओभर एन एरिया अब त्यो सेल्फ सफिसियन्सी हुने मान्छेहरू आर द मोस्ट पावरफुल आई थिङ्क है किनभने सेल्फ सफिसियन्सी भयो भने उनीहरू आफ्नै एउटा बबलमा बस्न सक्छन् एउटा सर्कलमा बस्न सक्छन् र उनीहरू मल्टिप्लाई जति गर्न सके अब तर नभएको मान्छेहरूले गर्दा चाहिँ अब ट्रेडहरू आएको हो एन्ड अल अब यो ट्रेड पनि पहिलाको पर्पस के थियो भने तँलाई म यो दिन्छु त मलाई यो दे होइन तर अहिले चाहिँ के भएको छ भने म तँलाई पैसा दिन्छु त मलाई सर्भिस दे भएको छ अब सर्भिस किनेपछि के हुन्छ भने सर्भिस पो एक्सचेन्जमा लिएको त नट प्रोडक्ट मान्छे दिएको होइन सर्भिस दिएको सर्भिस दिएको अनि त्यो एउटा एसेट होइन इट्स जस्ट ए अनि त्यो सर्भिस आयो भने त्यो टेम्पोररी हो नि त यो केही कुराहरूको लागि मेबी सर्भिस वर्क्स आउट वेल होइन तर कतिपय कुराहरूको लागि चाहिँ सर्भिस इज नट द सल्युसन के जस्तो ओके सो जस्तो हामी अहिलेको एनसिटिफिकेसन भन्ने मुभमेन्ट थाहा होला होइन ओके सो फर द कन्टेक्स्ट एनसिटिफिकेसन भन्ने चाहिँ के हो भन्दा यो जुन डिजिटल आइओटी डिभाइसेसहरू छ होइन अहिलेको त्यसमा चाहिँ फर्मवेयर चाहिँ रिमोट कन्ट्रोल्ड हुन्छ कि कम्पनीहरूले के गर्न सक्छन् भने दे क्यान जस्ट रिमोटली अब यो डिभाइस हामी चल्न दिँदैनौँ अनि ब्रेक गरिदिन्छन् अब हामी चाहिँ त्यो डिभाइस चलाउन पनि पाउँदैनौँ अनि डज द्याट साउन्ड राइट लाइक इट इज कम्प्लिटली टोटली रङफुल किनभने हामीले प्रोडक्ट किनेको हो हामीले सर्भिस किनेको होइन हामीलाई सर्भिस चाहिएको थिएन हामीलाई प्रोडक्ट चाहिएको थियो अनि प्रोडक्ट चलाउने बेला हामीले एक्सपेक्ट गरेको त्यो प्रोडक्टले चाहिँ लाइफ लङ चल्नु पर्यो हामीसँग होइन तर अब वाट ह्यापन्स इज कि उनीहरूले एक्सपेक्ट गर्छन् कि यो हामीले बनाएको सफ्टवेयर हो यो हाम्रो इन्टेलेक्चुअल प्रपर्टी हो हामीले मात्र यस्तो कुरा सोच्न सक्छौँ र हामीले यसमा राइट्स राख्छौँ जस्तो कि होइन सो एट दि एन्ड मेरो कन्क्लुडिङ कुरा चाहिँ के हो भने इन्टेलेक्चुअल प्रपर्टिजलाई चाहिँ यो हिडन राख्नु अर इन्टेलेक्चुअल प्रपर्टी राइट्स भनेको टोटल बुलसेट हो इट्स स्टुपिड सोच्नु अब फेरि इन्टेलेक्चुअल प्रपर्टीको बारेमा म अलिक कन्भोल्युटेड कुरा गर्दैछु धेरै कुराहरूलाई मिक्स गरिरहेको छु जस्तो लागिरहेको छ होइन मलाई पनि त्यही लाग्यो क्वेसन पनि फेरि नै लाइक लेट मी ह्यान्डल दिस कन्भर्सेसन सरी फेरि कुरा के भयो भन्दा मैले ट्रेडको कुरा एकैछिन म सबै समराइज गरेँ मैले ट्रेडको कुरा निकालेँ इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा निकालेँ र वाइ अल दिस इज बुलशिट भनेर अनि एनसिटिफिकेसन निकालेँ अनि अझ एउटा सुरुमा के निकाल्यो भन्दा पिपल आर डुइङ फर देमसेल्फ नट फर द पिपल आर डुइङ इट फर देमसेल्फ ओके लाइक अब कुरा तिम्रो फेरि कहाँबाट कहाँ गयो कि लाइक मेबी आई डिडन्ट गेट द एन्सर जस्तो पनि भयो कि मेरो क्वेसन के थियो यु आर डुइङ अब मेरो लाइक लेट मी तिम्रो पुरै कुराबाट मैले के बुझेँ अनि वाट यु वर ट्राइङ टु से जस्तो कि सो अहिले चाहिँ नर्मल्ली पिपल अराउन्ड मी वाट मैले अघि नै इक्जाम्पल थिएन दे आर डुइङ फर देम सो तिमीले के भनिरहेको छौ भन्दा दे आर डुइङ फर मनी अर लाइक टु गेट समथिङ हो मेरो त्यो भन्न खोजेको ओके तर
with you, you are basically maybe not doing for the society, but you are not doing for that thing, okay? Like money or like Uh, मलाई चाहिँ okay. यो चाहिए. I don't concern myself with money. If I get it, I'm okay with it, होइन. तर I don't, if something were to be like not money associated, I would still do it भन्ने हो. पर्फर्मेटिभ साउन्ड गरिरहेछ मलाई आफै, पर्फर्मेटिभ होइन तर. ओके लाइक अब यसमा के कुरा आयो भन्दा फेरि मेरो प्रब्लम खै मेरो क्वेसन सल्भ एन्सर आएन जस्तो लाग्यो. सुन म भन्छु तिम्रो आन्सर, सुन म भन्छु तिमीलाई मेरो आन्सर. म फर्स्ट सेकेन्ड सेमतिर चाहिँ होइन, फर्स्ट इयरतिर चाहिँ गर्ने बेलामा मैले कसरी सोच्थेँ भन्दा सुरुमा चाहिँ मलाई पैसा कमाउने भनेर आएको यताउता भनेर सोच्थेँ. तर पछि पनि बिस्तारै के सोच्दै गयो भन्दा आई वान्ट टु लर्न दिस सिट जेसुकै होस्. अनि मैले त्यही भएर ऱ्यान्डम कुराहरू गर्थेँ के, ऱ्यान्डम कुराहरू गर्थेँ. स्पोटिफाईको गीत डाउनलोड बनाउने, त्यो किन बनाउने, मैले प्रोजेक्ट जस्तै मलाई प्रोजेक्ट बनाउने भन्ने हुन्थ्यो अनि बनाइदिने कि. मैले एक्चुअली त्यति बेला मसँग त्यति धेरै नलेज पनि थिएन अब कम्प्युटर साइन्स टु रियली थिङ्क लाइक श्रीयर्सले जसरी सोच्ने नलेज पनि थिएन होइन. अनि त्यसपछि तर मैले कसरी चाहिँ गर्थेँ भन्दा ऱ्यान्डम सिट गर्थेँ कि. जस्तै मैले मुजी प्रोजेक्टहरू गर्नुपर्छ भन्ने गरिराख्नुपर्छ भन्ने हुन्थ्यो कि, तर मैले एउटा पर्टिकुलर डोमेनमा गर्छु भनेर चाहिँ सोच्दिनँ कि. मैले जस्तै आशिष दाईको गिटअप मैले प्रोजेक्ट आइडिया चाहिरहेको थियो, मैले आशिष दाईको यसो गिटअप हेरिरहेको थिएँ, त्यहाँ मैले रेडिटको भिडियो स्क्रिपरवाला आइडिया भेट्टाएँ होइन मुजी. अनि दाइले त्यसपछि म दाइलाई सोधेँ, दाइ म आइडिया हजुरले गर्नु भएको रहेछ म गर्छु भने, अनि दाइले हुन्छ भन्नुभयो. बेसिकली के हो भन्दा रेडिटबाट भिडियो तान्ने, कम्पाइल गर्ने, एफएफएमपी युज गरेर युट्युबमा हाल्ने. त्यो गरेर के हुन्छ, कम्पारिजन भिडियो हुन्छ, अटोमेटिक 5वटा भिडियो जान्छ, हुन्छ सिद्धो. त्यो गर्दा मैले के सिक्छु, मुजी रेडिटको एपिआई चलाउनु सिक्छु, ह्यान त्यान यताउता. मैले त्यो सोचेँ के सिक्छु भनेर हेर्थेँ क्या मैले. अनि मलाई चाहिँ अहिले आएर चाहिँ यो 4th इयरमा आएर चाहिँ मलाई अहिले किन चाहिँ प्रब्लम जस्तो फिल भयो भन्दा किन भन्दा मसँग डोमिनै छैन भने जस्तो भएको कि. बल्ल मैले सबैलाई त्यति बेला मैले कसैलाई नै हेर्थिनँ कि. त्यति बेला म आफ्नै यति ठुलो बबलमा थिएँ कि मुजी म गर्छु, मलाई गर्नु छ म गर्छु. मैले रस्ट मुजी कसरी सिक्यो भनेर सिकेँ होइन, मलाई C++ गरेँ, C++ गरेपछि गर्नु मन छ भनेर गरिदिएँ. जब तिमीलाई मैले भन्नु खोजेको कुरा चाहिँ के भन्दा जब तिमीलाई चाहिँ के भन्छ when you are not afraid comes down to fear के. when you are not afraid of the outcome नि, and then you are not afraid of doing random things भने के. किन भन्दा 1 वर्ष ब्लकचेन पनि त गरे हो नि त. त्यति बेला मैले के सोचेको थिएँ, मुझे बुक पढायो हो त मैले 6 महिना. यता किन भन्दा मलाई सिक्नु थियो क्या बस. अहिले आएर चाहिँ 4th इयरमा आएर चाहिँ मलाई एउटा चाहिन्छ. तर मैले यो सोच्न छोड्यो भने अहिले मैले ऱ्यान्डमली आफूले गरेर कुरा गर्छु कि. र मलाई थाहा छ कि त्यो कुरा के हो भनेर. So with Shreyas, what you are saying is like with Shreyas, he has that something to lean on to जुन अस्ति भन्दा थियो हामीले. So he can experiment, like he has that knowledge where he can say that कि ल म आज सोच्छु म गर्न सक्छु. or he has that गर्न नसके पनि he has that confidence कि like मैले आज सोचेँ मेरो चाहिँ फाइल सिस्टम बनाउँछु यार. अनि he can map those things out in his head कि ओहो यस्तो गर्न सक्छु म. अनि he can plan out that and he can do it. While others, neither they have anything to lean on to, neither they have that much of knowledge. While all they have is pressure with increasing semester, so they have to be performative भन्दा पनि they have to do something that at the end they have the fear of future किनभने उनीहरूलाई के कमाउनु हुन्छ. So they are building thing around that pressure so that they can earn. With Shreyas it is something like कि उसले पहिल्यै नै he has passed that fear or whatever it is earlier. He has that confidence in his skill, so he can do that part. While others, they don't have confidence in their skill, so they have to build project that caters to the HR or KO भनेर like पछि पैसा कमाउनको लागि. यस्तो पनि हो जस्तै अर्को के पनि हुन सक्छ भन्दा यसमा जस्तै मेरो भर्खर दिदीसँग कुरा भएको थियो कि. अनि मैले दिदीसँग कुरा गर्ने बेलामा चाहिँ माई सिस्टर वाज लाइक के भन्नुभएको थियो भने दिदीले लाइक मैले चाहिँ बेसिकली सधैँ त्यो फाइनेन्स जस्तै बिइङ अ सन होइन इन द नेपाली सोसाइटी एन्ड बिइङ अ सिङ्गल सन
वाट पिपल एक्सपेक्ट इज जस्तै मेरो दाईको बिहे हुँदाखेरि कि आई थिङ्क म 10 मा थिएँ अनि घोडा सोडा थियो मुजी त्यो टाइममा 25 लाखको बिहा गरे कि मेरो दाईले ठुलो छोराले म घोडामा बसेर गएको कि मुजी जन्ती अनि त्यसपछि सोच मुजी म घोडामा बस्छु भाइ मुजी घोडामा बसेर गइरहेको अनि त्यसपछि मलाई सबले आएर चाहिँ सबिन तेरो बिहे चाहिँ योभन्दा खतरा हुनुपर्छ भन्ने थियो होइन भनेर भनिरहेको थियो कि अनि त्यो प्रेसर थियो कि दिमागमा होइन अनि रिसेन्टली जब हेल्थहरू सबै अहिले मेरो हल्का डिटेरिएट भयो यताउता भयो होइन अनि मलाई बाबाले अस्ति के भन्नुभएको थियो भन्दा अचानक के भएर छँदैछ धेरै नाति अनि जब त्यो सिक्युरिटी पनि हुन्छ नि त्यो सिक्युरिटी भयो त्यो लाइक नट ओन्ली द नलेज सिक्युरिटी के तिमीलाई जब त्यो नलेज लर्न गर्नलाई पनि त सिक्युरिटी चाहियो नि त ओके हो कि नै जस्तै मसँग मलाई पढ्ने सिक्युरिटी चाहियो नि त मैले 12 पछि कमाउनु पर्छ भन्ने प्रेसर छ भने त मैले पढ्दै पर्दिनँ नि त फर्स्ट प्लेसमा बुझ्यौ मैले भने ओके 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 होइन मैले 12 पछि नै कमाउनु पर्छ भन्ने छ नि त मैले पढ्दिनँ तर मलाई मसँग पढ्ने सिक्युरिटी त छ नि त राइट द नलेजवाला सिक्युरिटी छ नि त सो द्याट सिक्युरिटी अल्सो निड्स टु बी देयर के अनि त्यसपछि दिस सिक्युरिटी कम्स स्लोली ऱ्यान्डम दिस सिक्युरिटी इज बिल्ड अनि यो बिल्ड हुनलाई चाहिँ मेबी श्रेयर स्टार्टेड इट अर्लियर त्यही भएर उसलाई चाहिँ यो सिक्युरिटी छ गाइज 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 यस्तो होला मेरो पेरेन्ट्सहरू धेरै सपोर्टिभ भएर होला यो सबै भएको यो पनि मलाई त्यो लाग्न थाल्यो बिकज एभ्री टाइम होइन आई फिल कि म के डर लाग्छ भने आई जस्ट थिङ्क अफ माई पेरेन्ट्स होइन एन्ड देयर लाइक के छ र अब जापा आइज टिचर भइहाल्छस् नि भन्नुहुन्छ एन्ड आइ एम लाइक about this अनि यो सरी मैले काटेँ we were talking सबिन्द्रमा के अझै यही कुरा हुन्छ के लाइक आशिष थापा दाइ also has that security जस्तो लाग्छ हामीलाई ओके maybe he doesn't need to think के त्यो पैसाको बारेमा because त्यो security पहिले भयो त्यही भएर he explored the things अनि अर्को म तिमीलाई एउटा कुरा एड गरेको छु अनि आई थिङ्क है मेरो ओपिनियनमा है आई थिङ्क रिसर्ट दाई चाहिँ इज सो मच इन्टु यो मनीवाला कुरा मैले सुने हुन्छ दाई अल्सो सेज कि मलाई चाहिँ पैसै हो मिलिनियर हुने भनेर होइन दाईको वाला पर्सपेक्टिभ चाहिँ व्हाट आई फिल अबाउट हिम इज उहाँलाई चाहिँ के छ भन्दा हि क्रिएटेड हिज ओन सिक्युरिटी के हामीले जुन कुरा गऱ्यौँ नि यो मुजी यो दाईले चाहिँ गाड घिसा हो के I agree. Maybe because he didn't have the security, मुसी म गर्छु भनेर गाडी घिसा हो कि दाइले चाहिँ मेबी है आई एम जस्ट अज्युमिङ है अनि आशिष दाइसँग अर्को थिङ इज अल्सो के हो भन्दा आशिष दाइसँग चाहिँ जस्तै यस्तो हो कि केटा हो मलाई चाहिँ के लाग्छ भन्दा जोमा इन्टेलेक्चुअल एक्ट गर्नु क्युरियस एक्ट गर्नु नलेजेबल एक्ट गर्नु अर नलेज सिक गर्नु कतिखेर हुन्छ भन्दा when you are in a right state of mind के मुजी धारावीको स्लमको केटा फुच्चेले पढ्न सक्दैन भनेर हामीले पढ्न सक्ने कुरा सक्छ नि मुजी उसले खानै पाएको छैन पो हो त सो यहाँनिर चाहिँ लाइक नो दिस इज नट स्पेसल दिस इज नट समथिङ हुन्छ नि भेरी डिफरेन्ट हामीले चाहिँ मैले हेर्छु कि आशिष दाइ भगवानै हो क्या आशिष दाइ त मुजी स्टुडेन्ट यस्तो क्रेजी स्टुडेन्ट हुन पाएँ त म लाइफमा म त मुजी धन्य नै हुन्थेँ रिसर्च दाइ जस्तो कोडर हुन पाएँ आजकल त श्रीयर्स दिएर पनि हो मुजी तर लाइक यो पोइन्टमा आएर सोच्दाखेरि त मेबी नो बडी अफ लाइक हामीले पनि यो ग्रेजुअली लिने कुरा नै हो क्या पाउने कुरा हो क्या यो सिक्युरिटी भनेको कुरा आफूले क्रिएट गर्दै जाने कुरा हो क्या होइन समबडी फ्रम पहिलेबाट समबडी क्रिएट इट अन देयर वे के सक्षम मेरो कुरा भएको थियो कि फर्स्ट सेमतिर सक्षमले मुजी मेसमा हामी मेसमा गएर खाने खाजा पनि हो सोची खाने पैसा धेरै जान्छ कि बाको हुन्छ नि किन भन्दा हामीलाई सानोबाट के थियो नि हामी गरिब हो भन्ने थियो नि त दिमागमा त तर घर दराज पनि नयाँ टिभी पनि छ सोफा पनि ल्याएर साडी पनि किन्नु भएको मान्छे गरिब खाली नभएको त होइन रहेछ मुजी अनि आजकल हामीले मुजी मन्जिल बस्नुपर्छ 300 को खाजा खाइन्छ यो पनि फ्रुट्स खाइदिएको खाइदिएको पश्चिम त मुजी त के हो लस्सी खाइदिए होइन नट बिकज हामी इरेस्पोन्सिबल भएको बट बिकज वी हेभ द सिक्युरिटी क्या न
त्यो somebody coming up to you and saying म छु तेरो लागि मलाई दिदीले अघि त्यही भन्नु थियो कि मैले दिदीलाई मैले आज चाहिँ दिदीलाई मैले त्यस्तो कहिले भन्दिनँ दिदी कमाउनु सकिएन त तना हुन्छ भने दिदीले मलाई के भन्छ तेरो दिदी भइन्छ किन डराउँछस् त मिलेर गरौँला सकेको गरौँला होइन अनि मलाई बाले के भन्छन् घर छँदैछ जग्गा छँदैछ किन डराउँछस् त इजी लाइक त्यो वाला सिक्युरिटी निड्स टु बी देयर के टु फल ब्याक टु मेबी टु एक्चुली लाइक कसैले पनि ठुलो सोचेर ठुलो हुने होइन कि मुजी त्यो चुत्या कुरा हो क्या मैले ल ठुलो गर्छु भनेर चाहिँ ठुलो हुने होइन कि यु हेभ टु लाइक त्यो भेरी कामवाला प्रोसेस हो कि यो बिल्ड गर्ने भन्ने कुरा चाहिँ मलाई लाग्ने कुरा है फेरि कम्प्लिटली माई ओपिनियन्स So like let's draw like summary type. So Sirius does sing this way because जुन मलाई मन पर्छ मलाई पनि भन्नु solves problem मलाई पनि because he has that certain type of thing to lean on to while people around me don't have that because of many reasons. Of course family पनि हुन सक्छ कि उनीहरुको आफ्नो नै हुन सक्छ You don't but have- moreover it's more about that security which they have not created or they have not felt so उनीहरुलाई चाहिँ पछिको डर छ जसले गर्दा चाहिँ they do think in a certain way. तर I also saying this I also don't want to take anything away from Shreyas because Of He- course. he also वेट अनि यसमा म के एड गर्न लाग्थेँ भन्दाखेरि एट द एन्ड देयर आर सर्टेन पिपल डिस्पाइट द अनसेक्युरिटी दे डु थिङ्क इन द्याट वे के वेट दे डु बिकज दे वान्ट टु डु इट के So do you have those examples around us? I feel like Ashish Adhikari. Yeah. Yeah. Because he's कस्तो अनसर्टेनिटी छ नि जे नै जे भए पनि आशिषको ओके बट ही डज थिङ्स बिकज ही वान्ट्स टु डु इट के सो यसमा चाहिँ लाइक सेक्युरिटी दे आर थिङ ओके द्याट एड्स बट स्टिल यु क्यान लाइक कोही कोहीलाई सेक्युरिटी दिएर पनि त गरेको छैन नि त लाइक नट टेकिङ विथ एनिथिङ फ्रम सिरियस भन्दाखेरि मैले के भनिरहेको छु भन्दा it is all because of him as well. It's not about security and bullshit नभनौँ किन भन्दा there are people who have all the security there क्या they have car fucking everything to come to KU but they are taking pressure with they are होइन मैले सर्टेन पिपललाई भने होइन कि but they are not doing the thing they want to do it at the end like they are not doing the thing कसरी भन्दाखेरि लाइक मलाई चाहिँ मजा आइरहेछ मैले गरिरहेको छु कि दे आर टेकिङ प्रेसर नि त सो इट अल कम्स डाउन्स टु लाइक द पर्सन एज वेल जस्तो कि मलाई अर्को अनि मैले यो इक्जाम्पल त अघि नै दिइसकेको थिएँ रिसर्च दाइको थिएन पनि अगाडि त्यही पनि एमजी भन्दै ट्विटरमा गर्दै भाइले सो लाइक अब लाइक मलाई चाहिँ यसपछि चाहिँ लाइक श्रेयरले अघि नै टच गरेको कुरा चाहिँ विच आई पर्सनली फिल माई बिगर गोल इज जस्तो अनि हि टच इट लिटल जस्तो के उसले के भन्यो भन्दा लेट्स डु फर द ग्रेटर गुड अफ ह्युमन जस्तो छ नि त अघि नै लेट्स डु थिङ्स फर द ग्रेटर गुड अफ ह्युमन सो मलाई चाहिँ के लागेको थिएन भन्दा श्रेयर्स थिङ्स द्याट वे समवेयर किन भन्दा हि चिल एट द एन्ड मलाई के लाग्यो सियर चिल हो लाइक उसले जे भन्छ तर समवेयर हि इज थिङ्किङ द्याट पार्ट वेयर लाइक लेट्स डु थिङ्क फर द ग्रेटर गुड अफ ह्युमन जस्तो छ नि सो मेरो क्वेसन के हो भन्दा हाउ आर यु लाइक इज इट योलो अब किन श्रेयसलाई एन्सर गर्न सजिलो हो कि योलो भनेपछि हुन्छ तर मेबी इफ अलि सोचेर लाइक हाउ इज हि ट्राइङ टु बी युजफुल टु द सोसाइटी or डु थिङ्स फर द ग्रेटर गुड अफ ह्युमन्स अब अहिले चिल भनेपछि मलाई फेरि पनि नट खोइ आई डोन्ट नो बिकज अहिले त टु बिगिन विथ यु नो एउटा कोड छ होइन टु
लाइक टु के भन्छन् टु इम्प्रुभ सम द वर्ल्ड यु निड टु इम्प्रुभ यर सेल्फ एन्ड अल होइन. सो आई अनेस्टली होइन मलाई ग्रेटर गुडलाई कन्ट्रिब्युट गर्नु छ भने आई निड टु बी डुइङ समथिङ होइन. अनि सच द्याट कि त्यो मेरो लागि प्रब्लम होस् कि सच द्याट अब सपोज मैले अस्ति भर्खर एउटा एल्गोरिदम पढ्दै थिएँ म. त्यो स्लग एल्गोरिदम भन्ने छ, त्यो फन्टको यो रेन्डरिङको लागि युज हुन्छ. अब त्यसको त्यो रेन्डर गर्दा चाहिँ अब कसरी ओरिजिन भएको भन्दा त्यो मान्छेले चाहिँ अब उसले एउटा एप गेम बनाउँदै थियो. त्यो गेम बनाउँदा रेन्डर राम्रो भएन अरे, राम्रो देखेन अरे उसलाई टेक्स्टहरू. अब उसलाई प्रब्लम आयो त्यो. अनि वाट हि थट वाज यो सबैलाई प्रब्लम छ अनि म चाहिँ यसमा कन्ट्रिब्युट गर्न सक्छु. एन्ड हि वाज लाइक ल म रिसर्च गर्छु. अनि हि रिसर्च कम्पनी तर्फबाट गऱ्यो. बट जस प्रब्लम उसले आफ्नो लागि हेऱ्यो अनि उसले सोच्यो कि दिस कुड हेल्प लाइक एभ्रिबडी एल्स टु. अनि उसले त्यसरी लाइक कन्ट्रिब्युट गर्यो नि त. So that's how to contribute, that's how I see myself contributing to the humankind or whatever it is. Okay, like this is the reason Shreyas is coordinator of KUOSC, because he wants to help society by contributing to the open source. Or maybe in the like पछि चाहिँ जसरी हुन्छ like problem solve गर्ने and you solve. Okay, like anything like tangible जस्तो त्यस्तो like you haven't thought like कि यस्तो चाहिँ म पछि गर्छु सो यसले गर्दा चाहिँ एक्ज्याक्टली टेन्जिबल कुरा छैन द्याट आइभ थट. but okay, but at the end you are every day you will make actions that will eventually help. त्यस्तो वाला कुरा. गुगलमा सर्च गरेर फोटोहरू के हेर्दै हुनुहुन्छ सबिन दाइ? के थियो सर्च के थियो? अब यसपछि चाहिँ लाइक मलाई ल we are talking यो कम्युनिजम बढी भयो फेरि मलाई पछि फेरि के हुने हो कि भनेर नि रासोपाको म घन्टी खोजिरहेको थिएँ. फेयर न. ओके, म अर्को क्वेसन चाहिँ लाइक हाउ इज अघि नै तिमीले भनेको लाइक हाउ इज यर रिलेसनसिप विथ प्यारेन्ट्स लाइक दिस इफ यु वान्ट टु. ओके म त भन्छु मेरो पेरेन्ट्स भनेको दे आर भेरी सपोर्टिभ होइन. एभर सिन्स सपोर्टिभ इन द सेन्स कि अब म 11-12 पढ्थेँ अनि मलाई के लाग्थ्यो भने अब 11-12 पढ्यो त्यसपछि अब केयु पढ्ने. अनि अब आई एम फ्रम अ मिडल क्लास फ्यामिली. लाइक माई पेरेन्ट्स आर लाइक माई पेरेन्ट्स थट द्याट इन्जिनियरिङ वुड बी लाइक टु एक्सपेन्सिभ एट अ पोइन्ट होइन. बट देन के अब हेर्नुभयो के हो कि त्यस्तो एक्सपेन्सिभ त रहेन. 8 लाख ओके 4 वर्षको 8 लाख रहेछ. ओके वी क्यान डु द्याट, वी मेबी क्यान डु द्याट होइन. अनि इट वाज लाइक ओके अब विदेश जाने जस्तो कुरा गरेको थिएँ मैले. तर फेरि विदेश वुड बी टु एक्सपेन्सिभ नजा एन्ड अल. अनि अर्को चाहिँ के थियो भन्दा विदेश मलाई जान पनि दिनुहुन्न थियो. अब अरेन्ज गर्न सक्नुहुन्थ्यो होला तर अब जे होस् मलाई नजा, आफ्नो तँ त्यसरी सक्दैनस् एन्ड अल. सो म गइनँ बिकज मम्मीले मलाई इन्सिस्ट गर्नु. अनि आई वाज ओके विथ इट. अनि केयु आउँदा पनि आई वाज सो स्केयर्ड कि हजुरहरूले भने जस्तै ला म त गरिब हो म कसरी बाँच्छु होइन. अनि म कसन लिएर बस्नुपर्छ होइन एन्ड अल. तर फेरि अब मेरो पेरेन्ट्सहरूले रियलाइज गर्नुभयो त्यो कुरा होइन. मैले भन्नु परेन. माई मदर वाज लाइक तँलाई त्यस्तो लाग्दैछ हो भन्नु हो. अनि आई वाज लाइक कसरी थाहा पाउनु भयो? अनि मम्मीले थाहा पाउनु भएछ. अनि सी वाज लाइक त्यस्तो केही डराउनु पर्दैन त, चिल छ त, योलो हो के भन्नु थाल्नुभयो. अनि आई वाज लाइक ए ओ माई गड त्यस्तो पो हो. अनि त्यसपछि मम वाज लाइक मलाई कन्भिन्स गराउनु थाल्नुभयो यस्तो धेर नसोच. अनि मलाई लाइक अब एक्सप्लेन गर्नुभयो कि वेयर वी क्यान अफोर्ड यु स्टेइङ इन केयु टेन्सन नले. अनि आई वाज लाइक ए हो ल ठिक छ है भने होइन. अनि त्यसपछि एभ्री टाइम होइन म कुरा गर्थेँ मम्मीसँग सी वुड अस्योर मी अफ द्याट.
अनि त्यसरी चाहिँ मलाई सपोर्ट आउँथ्यो अनि मेरो बाबाले चाहिँ अब हि वाज लाइक चिल अनि अब बाबाले चाहिँ कस्तो हो भन्दा मलाई जे गर्नु छ गर्न दिने गर भन्ने होइन वाट एभर आइ एम डुइङ ल गर अनि अब फर्स्टचोटि लिनक्स पनि बाउले नै हालिदिएको मेरो बाउले यो हालिदिएको स्टोरी मेरो बाउले चाहिँ म फर्स्टमा लिनक्स हाल्दै थिएँ होइन क्लास 8 हो कि 9मा थिएँ होला अनि बाउले चाहिँ म हाल्दै थिएँ के हाल्ने भन्दा काली लिनक्स हालेको मैले आई वाज फकिङ स्केयर्ड होइन कसरी हाल्नु इन्स्टलै भएको थिएन नि बाउ ब्याकग्राउन्डमा हेरिरहेछन् मलाई अनि इज लाइक हट म इन्स्टल भएको थिएन अनि हट भन्नु अनि बाबाले गर्न थाल्नु इन्स्टल भयो आई वाज लाइक सक्ड तर बाउले हालिदियो मलाई अनि आई वाज सो ह्याप्पी अनि जस हि इज अ सपोर्टिभ म्यान आई लाइक हिम अनि त्यसरी So, मलाई सपोर्ट can you tell more about like their educational background? पेरेन्ट्सको Mhm. बाबा त के बिकम होला बिकम हो मम्मी 12th अनि समथिङ उयो गरेको त्यो हुन्छ नि Okay. डिप्लोमा जस्तो त्यो डिप्लोमा गरे बिकम भन्यो के कमर्स हो के Commerce. कम्प्युटर होइन 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 So how did he कसरी थाहा भयो त बाबाले इन्स्टल गर्नु चिल हो कि किन क्युरियस हुन्छन् कि मान्छेहरू मेरो बाउ क्युरियस रहेछन् मलाई पनि थाहा थिएन जस अनि एमएस डस चलाउने त्यो पालाको अनि फेयर इनफ आउँदो रहेछ लिनक्स हाल्न अनि के हो र बटन त दाब्ने हो भन्नु अनि ठिक छ जस त्यसरी देवर भेरी सपोर्टिभ दे आर So, okay, स्टिल now- भेरी सपोर्टिभ like it's now कस तिमीले के भन्यो त how your relationship has grown up with your parents like normally like मेरो चाहिँ कस्तो हुन्छ भन्दा I was scared अनि सेमी स्केयर्ड अहिले चिल के नर्मली धेरैको पनि त्यस्तो हुन्छ कोही कोही चाहिँ चिल स्केयर्ड नै चलिरहेको हुन्छ बुझेनौ सो हाउ हेज योर रिलेसनसिप विथ योर प्यारेन्ट हाउ फ्रम योर पर्सपेक्टिभ भनेको चाहिँ यस्तो छ आई वाज नट रियली स्केयर्ड टु बिगिन विथ अहिले पनि त्यस्तो डराउँदिनँ चिल नै होला त्यसो भए माई So पेरेन्ट्स it has always been chill जस्तो इट हेज अलवेज बिन चिल लाइक माई फादर विदेश बस्नु भएको थियो सुरु कहिले कति वर्ष आई डोन्ट नो जस बस्नु भएको थियो अनि त्यो बेला नि चिल लाग्नुहुन्थ्यो अनि विदेशबाट आएपछि नि चिल लाग्नु भएको सो बाबा चिल नै हुनुहुन्थ्यो मम्मीसँग मात्र बस्थेँ सो मम्मी नि चिल लाग्नुहुन्छ So you can share your thing with your parents. या आई सेयर मोस्ट अफ माई थिङ्स विथ माई पेरेन्ट्स म त्यस्तो खासै कि लुकाउने त गर्दिनँ सबै भन्छु यो लो हो के दाइ कि लुकाएर के गर्नुहुन्छ कि लुकाउने कुरा त्यस्तो के होइन आएन मुजी लुकाउने कुरा आएन दिमागमा अब छैन के हो? के लुकाउनु फिलोसफिकल केही पनि होइन फिलोसफिकल केही पनि हजुर Okay, nice. ठिक छ Okay, like अर्को चाहिँ like मलाई भयो यो कुरा चाहिँ अस्तिदेखि भएको थियो हाम्रो के सोध्न लाग्थ्यो थियो भन्दा लाइक आई वुड वान्ट टु नो यो थट प्रोसेस अफ सल्भिङ अ प्रब्लम लाइक कम्पिटिसनली कि लाइक नर्मल्ली लाइक दिमागमा कस्तो हुन्छ भन्दा लाइक यो आयो लाइक सो एब्स्ट्राक्सन के नर्मली धेरैको दिमागमा कन्ट्रोल सिफ्ट अनि क्लोज परेन्थेसिस अनि सिधै डेफिनेसनमा जान्छ डेफिनेसनमा जाने पढ्ने स्मार्ट है होइन स्मार्ट हो नि स्मार्ट किन त्यस्तो हुनुभयो हजुर सबिन दाइ सबिन यु क्यान टेक द कन्भर्सेसन अहेड आई थिङ्क आई हेभ मेरो त क्वेसनहरू छ मलाई सोध्न मन लाग्यो When was the last time you cried tears? I cried actually at the end of my tour. Tour सिद्धेको दिन राति चितवनमा I was for some reason overwhelmed. अनि म त रुन थालेछु हेभी ब्रिथ गर्न थालेँ अनि त्यसपछि रुन थालेँ म ड्याम डुम
अनि केटाहरूकोमा गयो, केटाहरूले ए मैले त यस्तो कति देखेछु छु भन्न थाल्यो, अनि कन्सोल गर्न थाल्यो। अनि त्यही बेलातिर हजुर केटाहरूले कन्सोल अँ केटाहरूले मुजीहरू त आमा थेरेपी जान्छ नि सबै मैले भने हो त, मैले 5 जनालाई थेरेपी पुरा हो, मेरो क्लासबाट 3-4 जना गएको छन् मैले गर्दा। मैले होइन है ए हजुर त होइन। भने लाइक यति खुसी भएर रोको होइन खोइ के भएर रोको थाहा नि छैन, हेभी भयो कस्तो, अनि रुन थाले कस्तो लाइक। यहाँ टुर्सित लाग्यो अनि अनि लाइक वेट अनि यु कुड गो, यु ह्याड द्याट कन्फिडेन्स अनि यु कुड गो अप टु यर फ्रेन्ड्स अनि होइन म रुममै थिएँ कि साथीहरूसँग, लाइक राति 12 बजे म साथीको साइडमा थिएँ, अनि म आई वाज लाइक कस्तो हेभी ब्रिथ हुन थाल्यो, अनि त्यसपछि म रुन थालेँ, अनि एकजना हेडफोन लगाइरहेको थियो, ओ के भयो भन्न थाल्यो, अनि त्यसपछि म अर्को साथीसँग गएर ऊ ट्याब चलाइरहेको थियो, मैले हक गरेर रुन थालेँ त्योसँग, अनि त्यसपछि के भयो भन्न ट्याब थाल्यो। चलाउने मैले चिनिसकेँ, चस्मा लाउने ट्याब चलाउने चिनिसकेँ मैले। चस्मा लाउने जुन लामो लामो कपाल भएको त होइन ला स्मार्ट है। त्यही चलाएर हुन्छ केही स्वाद होइन, डमले नि भनिदिन्छ गो भनेर। जे होस् केटाहरूसँग चिल That's a थियो good guys। relationship. मेरो चाहिँ त्यस्तो छैन यार कोही पनि लाइक सक्षम दाइलाई अब हजुरले कन्सिडरै गर्नु भएन होइन। के कस्तो भन्दा लाइक म कोही केटाहरू चाहिँ है केटाहरू साथीहरू मध्ये चाहिँ अब कसैसँग गएर रुम भनेको चाहिँ त्यो वाला स्पेस चाहिँ एकदम केटाहरूसँग, त्यही हाम्रो क्लासको केटाहरूसँग चाहिँ छैन मलाई। छि के हो हजुर रुनुहुन्छ छ्या। जस्ट किडिङ, मेरो लागि त्यस्तो चाहिँ nothing- त्यो कुराहरूलाई ट्याबु पार्छन्, आई डोन्ट लाइक त्यस्तो ट्याबु पार्नु यार। कुनै मलाई चाहिँ यस्तो हो, म त त्यही हो मैले भने त अघि, म रुने अनि सक्षमकोमा जाने अनि सक्षमकोमा गएर एकचोटि रुने अनि सक्षमले के भन्छ अनि त्यसपछि फेरि अनि ब्याक टु नर्मल फेयर इनफ त्यही हो। सक्षमले कन्सोल राम्रो गर्छ है, सक्षमले कन्सोल चाहिँ राम्रो गर्छ। बा सक्षम दाइ मनी आउनु पर्ला क्या हो, एक दुई सर्ट। सक्षम जस आई थिङ्क सक्षमलाई पनि एउटा छ कि सेक्युरिटी कि म चाहिँ काउन्सिलिङ गरेर केमा काउन्सिलरवाला छ त त्यो अङ्कलहरू त राम्रै काउन्सिलिङ गर्छ होला सक्षमले। लु एउटा सेक्युरिटी है, ल दाइ भइसक्यो अब। अनि अर्को सेक्युरिटी पनि छ, त्यो चाहिँ अलिकति पर्सनहरू नभनौँ, ल त्यो नभनिदिउँ ल। त्यो अलिकति राम्रै सेक्युरिटी हो। गाइस रिकर्ड नै भएर होइन रहेछ। होइन जिस्क्या यस्तो लाइक अब लाइक ल रोक एक्टिङ पनि बनाउनु पऱ्यो। अब यस्तो छ कि हामी चाहिँ कस्तो छौँ भन्दा अरूको तारिफ गरेपछि आफ्नो तारिफ नै सुन्न मन लाग्छ। ए ल ल So there is a pressure on these players. What do you think about two musketeers? यसको यो चाहिँ अर्को लाइक मेरो के छ भन्दा मलाई चाहिँ के लाग्छ सिरियसली कहिले काहीँ मेरो मुजी दाइले अब चाट्नी भयो रन्डीले ल म पर्सेप्सन दिन्छु ल मेरो हजुरहरूको। Moving on to the next segment, हामीलाई अब 3 years about us. Wow. So you can be brutal. Okay, yeah, सुन न, you can be brutal. Brutal in the sense होइन brutal नभनौँ, like you can give a picture to us कि हजुरहरूले यो गरेको नि राम्रो, you are doing these things wrong. यति स्पेस छ, यति त हामीले सुन्न सक्छौँ। You don't have to be like, oh, you are a good human being. त्यो एब्स्ट्र्याक्ट कुरा नगरे मुजी। म त गाड फाड्दिन्छु अब, म त गाड च्यातिदिन्छु दुईजना। ल प्रोज र कन्स दुइटै। यस्तो हेरौँ है, म सुरुमा सक्षम दाइबाट जान्छु है त। म सेकेन्डमा नाइ, सुरुमा नाइ, सेकेन्डमा। ए ल त्यसो भए सबिन दाइबाट जानु म सुन्न चाहन्छु कि कति ब्रुटल हो भनेर। ल सबिन दाइ होइन कस्तो हुनुहुन्छ, माई पर्सेप्सन अफ सबिन दाइ इज अ स्मार्ट म्यान
होइन हि इज स्मार्ट बट हि गेट्स नर्भस हि हेज अ सिमिलर पर्सनालिटी टु माइन किनभने हिज फर सम रिजन अहिले म पहिला खासै बोल्दिनँ थिएँ अनि अहिले भर्खर भर्खर चिन्न थाले हो अनि चिनेपछि चाहिँ आई हेभ सिन माई पर्सनालिटी टु रेजोनेट विथ भेरी मच विथ हिम किनभने It's a good thing आई to डोन्ट नो hear. किनभने मलाई होइन अर्को भनेको चाहिँ हि इज नट नोजी सक्षम दाई सक्षम दाई इज नोजी Noisy भनेको सबिन दाई चाहिँ नोजी हुनुहुन्न होइन हि अन्डरस्ट्यान्ड्स बााउन्ड्रिज ला मैले त चाटेँ कि हो सबिन दाईलाई किन डराएको तिमी के भन्ने कुरै छैन मलाई त अहिलेसम्म राम्रो राम्रो मात्र थाहा छ नि त के भन्नु तरुणीलाई दुईजनाले आएर भन्न त अगाडिको मान्छे भन्न पछि तँलाई मान्छे भन्न किन लगाउँछौँ हामीले के भन्नु के नराम्रो थाहा छैन नि त मलाई म कस्तोहरू राम्रो राम्रो मात्र थाहा छ ल मेरो बारेमा ल अब सक्षम दाइले यसले त राम्रो राम्रो मात्र भन्छ भनेर मेरो बारेमा भन्न थाल्नु होइन होइन म त नोजी भनिसक्यो त यस्तो होला कि तिमीले भनेकै छैन मलाई के यस्तो होला कि सबिन दाइ यस्तो होला कि बिकज वी हेभ नट नोन इच अदर फर द्याट लङ इट माइट बी द्याट कि हामीले मैले चाहिँ हजुरको कन्सहरू थाहा पाउन नसकेको होला होइन अब किनभने सक्षम दाइलाई हरेक केयुसिसी मिटिङमा जहिले भेटिरहेको हुन्छु सो आई हेभ मोर के भन्नु एक्सपिरियन्सेस विथ बिङ विथ हिम अनि त्यो सर्फेस एरिया बढ्यो नि त ल अब सक्षम दाईको हेरौँ है सक्षम दाई आई थट हि वाज मलाई सुरुमा लाग्दा चाहिँ दाई होइन सुरुमा चाहिँ नोजी लाग्नुहुन्थ्यो बट अपेरेन्टली चिल खाले नोजी हुनुहुँदो रहेछ मतलब इन्फर्मेसन लिने तर नोजी चाहिँ नोजी भनेको अरूको बारेमा चाहिँ थाहा पाउन खोज्ने इन्फो इन्फर्मेसन रन्डी ओके अनि त्यसपछि अर्को भनेको हि इज ए भेरी अनेस्ट पर्सन द्याट आई क्यान टेल बिकज अहिलेसम्म जति कन्भर्सेसन्स छ हि सिम्स टु हेभ गन भल्नरेबल सिमिङली सो द्याट अनि अर्को भनेको सोचौँ है खुसी भयो त म चाहिँ रन्डे आज अब सुत्छ अर्को सोचौँ यस यति हो म अरू भन्न खोइ दिमागमा आएन धेरै पर्सेप्सन मान्छेहरूको धेरै पर्सेप्सन खासै राख्दिनँ सो अलिअलि अलि पर्फर्मेटिभ भइसक्यो होइन छैन अहिले पर्फर्मेन्स सोचेकै छैन नि त हाम्रो गेस्ट लिस्टमा एकजना अझै एड गर्नु पर्यो लाइक त्यो नोजीवाला कुरामा लाइक नोजी भन्दा इन्फर्मेसन रन्डी भन्ने कुरामा चाहिँ हामी यसमा यस्तो एड के सुरजलाई चाहिँ यु क्यान से एनिथिङ अबाउट मी भन्यो होइन होइन लाइक मैले त्यसमा चाहिँ क्वेसन कन्स्ट्रक्टिभली के चाहियो आउटपुट चाहियो दादालाई सुनौँ न के क्वेसन हो म आउटपुट दिन्छु होइन त्यसमा मैले कन्स्ट्रक्टिभली उस नि भनेन देयर आर सर्टेन पिपल आई लाइक टु इन्टरेक्ट विथ अनि मलाई कस्तो हुन्छ भन्दा आई हेभ टु क्रिएट द पर्सनल बन्ड जस्तो के रन्डी हुन मन पर्छ पर्सनल रन्डी हुनु पर्छ भन्दाखेरि या Oh my god, okay. Seriously कुरा भन्नु Okay, भन्नु sorry. So there are like certain people I like to interact with अनि मलाई चाहिँ certain information like भन्नाले म उलाई चाहिँ कस्तो हुन्छ भने म यो कुरा सुनौँ अनि मैले यो कुरा एडभाइस दिउँ जस्तो कि there are certain people I want बुझेन मान्छेहरू चाहिँ लाइक श्रेयसको कुरामा मैले कहिलेकाहीँ चाहिँ यतिकै के छ लाइक यो के हो यो के किन सोध्ने भन्दा आई वान्ट टु नो मोर अबाउट हिम बिकज आई लाइक हिम जस्तो कि बुझेन ए लाइक अब जस्तै मलाई कोसँग चिल लाइक श्रेयस भयो होइन
अर्को के छ भने एउटा सहज भन्ने हो कि थाहा छ मलाई। सहज उसँग पनि मलाई के हुन्छ भन्दा ल यसको मलाई के हुन्छ भन्दा मेबी हि निड्स हेल्प भन्दा पनि लाइक मलाई यसको बारेमा जाने भने अर्को चाहिँ एउटा छ सुदीप भाइहरूको मात्रै कुरा भइरहेको कि के हो? मेरो त नामै अँ, मेरो त नामै आउनु त लामो म त फर्स्ट आउँला भनेको नाम। मलाई त्यो नाम लिन पर्छ मलाई त्यो पनि हो फेरि। म सेक्युरिटी चाहिँ छ फेरि है श्योर, यो सेक्युरिटी चाहिँ छ फेरि। सेक्युरिटी चाहिँ देखिसकेँ मैले। लाइक अर्को चाहिँ लाइक आशिष के लाइक मेबी म नोजी त्यस्तो त्यस्तो मान्छेसँग हुन मन लाग्छ जोसँग मलाई इन्टरेक्ट गर्न मन लाग्छ कि और आई वान्ट टु क्रिएट अ सर्टेन टाइप अफ बन्ड जस्तो कि और मेबी मलाई चाहिँ यस्तो कुरा दुईजनाले सेयर गर्यो भने चाहिँ हामी अलि धेरै क्लोज भयौँ जस्तो लाग्छ कि बुझ्यो So, त्यो कुरा हो ओके कि। जस्टिफाइड। रन्डी भन्दी तिमीले भने है श्रीहर्ष, तिमीले भने हो। इन्फर्मेसन रन्डी भने मैले त बिचरा कस्तो नराम्रो भने यार। fuck off, you asked for it ल, it was not like कि मैले भने भन्छ न अनि फेरि रुन जान्छन्। म त रोहाइन है म रोछु यो सबिन दाइ के रन्डी रुना गर्नुहुन्छ? मेरो बेला त भने नि होइन, म किन रोजेको? म के भन्नु कि हजुरको बारेमा चाहन्छ छैन, फाइदा पो उठाउनु भयो हजुरले। राम्रो राम्रो भनिदिएँ मैले अनि मकै होइन। आई थिङ्क म श्योरको पर्सना भन्छु ल मेरो। किन भनौँ कि डर लाग्छ तिमीलाई? सुनौँ न के हो र? भयो नसुनाम भयो यो कुरा उसलाई एक्सप्लोर गर्न दिन त्यो पनि हो। लेट हिम मेक हिज अन पर्सेप्सन और इफ ही डजन्ट वान्ट टु भयो त भन्न लाग्यो कि मैले चाहिँ श्योर्सको बारेमा के सोध्छु भनेर भन्न लाग्यो मुजी। ए ओके ओके ए तैँले भनेस् मैले चाहिँ भनिसकेँ ए ल सुनौ। ब्रुटल यु क्यान गो ब्रुटल सबिन। त्यही हो श्रीहर्षको जे हो त्यो मेरो पनि त्यही हो कि किन भन्दा जस्तै मलाई श्रीहर्ष हामी फर्स्ट टाइम मैले श्रीहर्षलाई मैले यादै गरेर चाहिँ म न्युज अल्लाइसँग हार्वर्ड ह्याकाथनमा गएको थिएँ होइन। तिमीहरू फर्स्ट टाइममा आएको थियौ कि, तिमी र रजत गएको थियौ कि आई थिङ्क। अनि म न्युज अल्लाने बाटोमा भेट्नु भएको थियो अनि हिँड सबिन मलाई मिन्टर बोलाएको छ नि जाम तिमी पनि पेल भनेर, पेलम भाइहरूलाई भनेर हामी गयौँ। हार्वर्ड ह्याकाथन? हार्वर्ड होइन हार्डवेयर। दुईजना त्यहाँ चाहिँ दुईजना मुजीहरू क्रेजी छन्, सबिन क्रेजी नै छन् यताउता भनेर कुरा गरेको थियो न्युज अल्लाले। को रहेछ भने रजत र ऊ थियो श्रीहर्ष। मुजी श्रीहर्षलाई हेर्दा चाहिँ मुजी चाहिँ कोडरै हो जस्तो थियो कि ड्रेस मुजी त्यो कपाल त्यो थुटुनु हुन्छ नि मुजी यो त हो कोडरै जस्तो थियो क्या। रजत चाहिँ यो मुजी चाहिँ चल पऱ्यो होला यसको पछि लगाएर हिँड्ने यसलाई हाँसे कि आउनु होला यसलाई चाहिँ आउँछ भन्ने थियो कि मलाई श्रीहर्ष। अब रजतको कारण त्यस्तो नराम्रो भन्नु जान्छ होइन होइन त त्यति बेला म झापाली हो भनेर थाहा थिएन कि त्यति हो। यो मुजी पुरै पेलिरहेको लगाएर यो कसरी हो दादा यताउता दिइरहेको थियो। अनि जानिने रहेछ मुजी मभन्दा त धेरै पनि जान्छ होला भने जस्तो गर्थ्यो। म नि भर्खर पनि थाहा त्यति बेला। अनि त्यसपछि थाकिन आएर 6 महिनापछि आयो त हो नि हामी पछि होइन। त्यो 6 महिना के नै सिकाएको थिएन हामी धेरै। अनि त्यसपछि उसँग चाहिँ खासै इन्टरेक्सन हुन्थेन तर मलाई यो भाइहरूसँग पहिल्यैबाट इन्टरेक्सन गर्नु चाहिँ मन थियो। आइल बी अनेस्ट है। मलाई रजत र श्रीहरसँग चाहिँ तिमीले भयो नि बन्ड बनाउनु हुन्छ भनेर मलाई यिनीहरूसँग थियो क्या। यिनीहरूसँग चाहिँ थियो कि इमोजीहरूसँग चाहिँ मलाई बन्ड बनाउनु मन थियो। नट बिकज दे वर लाइक सम त्यो फ्रिकीको समथिङ लाइक तर यो मान्छेहरू चाहिँ मलाई किन म जस्तै छन् जस्तो लाग्थ्यो कि समबडी होम्स टु लाइक गो डिप इन्टु थिङ्स एन्ड अन्डरस्ट्यान्ड थिङ्स यताउता अनि त्यसपछि श्रीहर्षको र मेरो कसरी कुरा हुन थाल्यो मुजी मैले गर्दा होइन। एक्चुअली हामीले त्यो सोल्डरिङ आइरन लिएपछि हो सोल्डरिङ आइरन लिँदाखेरि हो त्यो लिएपछि हामी अझै राम्रोसँग कुरा गर्नु चाहिँ सक्छौँ फेरि हिजोपछि। हामी त्यो लिएपछि अनि हामी कुरा गर्न थालेको थियौँ होइन। तर मैले गर्दा तैँले यसरी अहिले यहाँ पोडकास्टमा बोलाउने कन्फिडेन्स आयो कि हस् सक्षम नै गर्दा हो सक्षम नै हो। अनि त्यसपछि मलाई अनि त्यसपछि उसले भने नि जसरी मैले उसलाई रेजोनेट गर्छु उहाँसँग भनेर मैले पनि उसँग रेजोनेट गर्छु कि उसको र मेरो पर्सनालिटी मलाई सिमिलर छ जस्तो लाग्छ कि त्यो फर्स्ट टाइममा हामीले त्यो थेरापीवाला कुरा गर्दाखेरि चाहिँ
मलाई मुजी यो त म जस्तै भयो त, नट बिकज अफ द थेरापी इटसेल्फ बट द वे वी टक टु इच अदर होइन, अनि वे वी क्लिक्ड के हामीले त्यो स्मल टकै गर्नु परेन कि कहिले पनि होइन त, राइट राइट सर, लाइक हामीले त्यो फर्मल फेज अफ बिङ अ जुनियर एन्ड सिनियर, सुरुमा दाई भनेको छ, चिया खान लिएर गयो सिनियर दाईले 20 रुपियाँको चियाको पैसा तिर्दियो, त्यसपछि बल्ल हाम्रो नै हामी यत्तिकै बोल्न थाल्यौँ, अनि हाम्रो त्यो बक्सोदीमै हाम्रो कन्भर्सेसन हुन थाल्यो होइन, अनि बक्सोदीको बिचमा चाहिँ वी युज टु हेभ सिरियस कन्भर्सेसन्स के द्याट you feel like बक्सोदी फर अदर पिपल, तर फर अस द्याट वाज सिरियस, दोज वर सिरियस कन्भर्सेसन्स के होइन। अब त्यही हो मेरो चाहिँ अबाउट द विथ द एक्सपिरियन्स अफ श्रेयर चाहिँ त्यो हो मेरो, लाइक आई थिङ्क लाइक ओके दिस म्यान। अनि यसको एउटा एट्र्याक्टिभ कुरा के हो भन्दा हामीलाई लाग्ने अर्को कुरा भन्दाखेरि यसले के भन्छ त दादा भन्छ नि, अन्त दादा भन्ने कुराले के गरिदिन्छ भन्दा उयो त मेरो आफ्नै हो कि यो मुजी दादै भन्थ्यो यार, सधैँ सबैले दाई भन्थ्यो, मुजी आज त दादा भन्थ्यो। दादा त्यो पनि हो, नाइस पनि हो, त्यो पनि हो कि नर्मल्ली के नर्मल्ली हामीले दाई 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 भने सुने हुन्छ, दादा भन्यो यार उयो धेरै नजिकको मान्छे रहेछ कि के हो यो। त्यो पनि हो। अर्को चाहिँ यसले स्मार्टै भन्छ अनि भ्यालिडेसन पनि पाइन्छ म त्यो त मेरो लागि स्मार्ट है सक्छ के ठुलो हुन्छ जस्तो भन्छ प्ले गर्न सक्दैन सक्दिन जोक हो के दाइ चिल यत्रो ठुलो भए म त होइन है फेरि। ओ गाइज कति जिबी खाइसक्यो यसले, 2 GB खाइसक्यो के भिडियोले। अब त्यसो भए सक्छौँ के हो एम गर्ने हो, खै रमाइलो नि भइरह त्यो त्यसलाई काट्दिएर अनि यति कुरा गरौँ अन्त। ओभर यसलाई एन्ड त राम्रोसँग गर्नु पऱ्यो नि। सो अन दिस नोट आउटरो के छ उसलाई आउटरो चाहिँ गिभ योर ओभरअल के छ, लाइक वाट डु यु ह्याभ टु से, डु यु वान्ट पार्ट 2, यस्तो के दाइहरू चाटु नै रहेछन् जहाँ पनि। दुनियाँ गोलो छ होइन, मेरो माइन्ड योलो छ अनि यो चिया त मोलो छ। अब अरू चाहिँ आउन सकेन मलाई, यति हो ल गाइस। On this note, I, Sabin Aramat, with my co-host, Saksham Gewali, and our pretty guest from Zappa 5, ladies and gentlemen. The man with three letter name. The man who selected the Prime Minister of the country. The man who decided our fates. The man who decided the fates of the squatters of tributaries of Bagmati. The man himself, Shreyas Sharma Acharya. He's also a QSA coordinator. So if you have anything to do with open source, please contact him as well. Hopefully, after doing a round, or maybe हाम्रो guest आएनन् कोही भने हामी फेरि पनि श्रेयसलाई बोलाउँछौँ, अरू ऱ्यान्डम कोही भेट्यो फोटो खिच्न भिडियो खिच्न मन लाग्यो भने पनि हामी श्रेयसलाई बोलाउँछौँ। हामी ऱ्यान्डम सिट गर्ने मान्छे हो, हामीलाई बाल छैन मुजी। त्यति भन्दै मुजी के गर मुजी बाई एन्ड गर